अध्यात्म भने के हो, वाट इज स्पिरिचुअलिटी, कर्म भने फेरि के हो, यो कर्म कहाँबाट आयो होइन, मोक्ष के हो त, वाट इज मोक्ष, के हो मोक्ष हुने भने, फेरि यो भागवत गीताले के भन्छ, वाट इज भागवत गीता, कहाँबाट आयो गीता होइन। त्यसपछि आएर वाट इज रिलिजन, कतिवटा रिलिजनहरू छ, के हो यो रिलिजन भने चाहिँ कहाँबाट आयो रिलिजन, यो सबै क्युरियोसिटीहरू यो सबैको बारेमा यो एपिसोडमा पुरा सकेसम्म मैले पनि बुझ्ने प्रयास गरेँ हाम्रो अनिल खड्का सरसँग। एकदम मजाको एपिसोड छ, डु वाच इट। सुरु गरौँ है त अनिलजी। हुन्छ, के छ अनिलजी हालखबर? एकदम राम्रो। हजुरको? मेरो पनि ठिक छ। कति दिन अगाडि हामी भेटेको भयो, लगभग 3 हप्ता अगाडि भेटेको है। त्यो बेला तपाईँलाई जान्न पाएँ मैले। एकदम तपाईँको हुन्छ नि त्यो एनर्जी, अरा होइन, त्यो तपाईँको ज्ञान छुट्टै थियो क्या। यसको राज के हो त? राज सिम्पल छ, लाइक आई वान्ट टु सेयर। यो वान्टिङ टु सेयर भनेको के हो भन्दाखेरि अब मैले लाइफलाई हेर्ने पर्सपेक्टिभ है, लाइफमा के हुन्छ भने जस्तै कृष्णले है गीतामा निष्काम कर्मको कुरा गर्नुहुन्छ, कृष्ण वाइ कृष्ण त्यसको पनि आन्सर दिउँला बिस्तारै, द्याट्स नट अ प्रब्लम। बट उनका कुरालाई जस्तै प्र्याक्टिकल्ली हेर्न सकिन्छ, जस्तै मैले देख्छु, अरू नदेख्ला नि त्यो उनीहरूको कुरा भयो। कर्म र निष्काम कर्ममा कर्मले बाँच्छ, त्यो मेरो लागि क्लियर छ। भनेको कुनै पनि कर्म छ त्यहाँ मोटिभ छ, मोटिभबाट चाहिँ त्यो मोटिभलाई एचिभ गर्न पऱ्यो भने त्यहाँ कन्फ्लिक्ट हुन्छ नि त। त्यो कर्म जस्तै फर इक्जाम्पल मलाई कुनै एउटा पोजिसन चाहिरहेछ, त्यो पोजिसन भनेको मदेखि टाढाको कुरा हो नि त। इफ आई वान्ट टु गेट देयर, मलाई अलिकति स्ट्रगल छ, त्यसमा दुःख छ। सो निष्काम कर्मको अर्थ के भयो भन्दा तिमी यु आर कम्प्लिट अन टु योर सेल्फ, राइट। सो मैले यो बुझिरहेको छु भने अब कर्म त मलाई जसरी पनि गर्नु छ नि है, लाइक अब त्यही कृष्णले भन्ने जस्तै कि मनुष्य बिना कर्मको बस्न सक्दैन। उनले भन्न पनि पर्दैन एक्चुअली यो कुरा, इट इज अ फ्याक्ट। हामी हरेक समय कर्म गर्छौँ। मैले कसरी हेरिरहेको छु भने कर्मको पुराको पुरा एग्रिगेटलाई एउटा कर्म मान्नु त भन्न खोजेको। कोहीले के भन्छन् यो पानी उठाउनु पनि कर्म हो, यो पनि कर्म हो, त्यो पनि कर्म। यसरी त निष्काम कर्म पोसिबलै छैन, राइट। निष्काम कर्म तब पोसिबल छ जब होल लाइफको कर्म तपाईँको एउटा मात्रै पर्पजको लागि हुन्छ, र त्यो पर्पज पनि एक्चुअल पर्पज होइन। अलिकति म डिस्टिङ्ग्विस गर्न खोजिरहेको छु भनेको, इफ मैले त्यहाँ पर्पज दिएँ भने स्टिल यो मेरो इगोकै पर्पज हुन्छ, बट मेरो बिइङले, यो अन्डरस्ट्यान्डिङले, अवेरनेसले मबाट कर्म गराइरहेछ भनौँ, त्यो हिसाबले यसरी गर्दा म कर्मयोगी बनिनँ क्या। त्यो भनेको म निष्काम कर्मयोगी बने, सेल्फ अपरेट गरेन। यु आर गेटिङ इट है। सो मेरो होल लाइफको एउटा मोमेन्टम छ कि, सो आई बिलिभ द्याट भनौँ न। त्यही भएर चाहिँ मबाट त्यसरी कर्म हुने भएको भएर इट्स इजी फर मी। हजुरको यो कर्म भन्नाले चाहिँ काम होइन त, एकदम आफूलाई मन लागेको काम गर्ने के हो? इट्स भेरी यस्तो छ, कस्तो छ भने हरेक मान्छेले एउटा लेभलमा बुझेको हुन्छ है। मैले धेरै ठाउँमा गएर के रिजेक्ट गर्छु भने यो आइडिया कि सब मान्छेको आफ्नो आफ्नो थिङ्किङ हुन्छ भन्छन् नि, मैले सबभन्दा पहिला एउटा बेसलेस मान्छु कि। अब किन आई विल पुट इट है, किनभने मैले फर इक्जाम्पल कसैलाई भगवत गीता पढाइरहेको थिएँ, अनि एकजना वेल एजुकेटेड टिचर आउनुभयो, अनि आएर के भन्नुभयो भने के पढाउँदै सर भन्नुभयो। अनि मैले गीताको कर्मयोग पढाइरहेको छु भने, ए कर्मयोग भनेको त आफूलाई सन्तुष्ट हुने काम गर्नु होइन भन्नुभयो। एन्ड मैले सुनेँ, म मुसुक्क हाँसेँ। अब फर इक्जाम्पल हाम्रो पावर बुकमा भन्छ नि नेभर आउटसाइड योर मास्टर भनेर। सो म त्यो बेलामा बोल्नुपर्ने कुरा थिएन, म बोलिनँ, म मुसुक्क हाँसेँ। मैले के भने त्यो पनि हो, तर त्यो मात्र होइन कि, राइट। सो कर्मयोग भनेर जब भन्दैछौँ हामीले बिना कर्मको हामी बाँच्न सक्दैनौँ। अब जस्तै हामीले भन्छौँ टु रियलाइज गड वी मस्ट रियलाइज आवर सेल्फ फर्स्ट। हामी कन्सियस छौँ अहिले, र हामीलाई चाहिँ जहिले पनि के चाहिन्छ, इटर्नल कुरा चाहिन्छ क्या। जे कुरा पनि इटर्नलसम्म हामीसँग होस्। फर इक्जाम्पल यो सेटअप छ भने राम्रै चलिदियोस् जहिलेको लागि, म हुने बेलासम्मको लागि। सो मलाई एउटा इटर्नल कुरा चाहिरहेछ, म कन्सियस त पहिल्यै छु, र मलाई ब्लिस चाहिरहेछ, राइट। त्यही भएर परमात्मालाई एक्जिस्टेन्स कन्सियसनेस ब्लिस भन्छ क्या, सच्चित आनन्द। र हामीलाई के भनिरहेको छ भने हामी पनि वास्तवमा सच्चित आनन्द नै हो रियालिटीमा। तर अहिले के भएको छ, यो बडीसँगको आइडेन्टिफिकेसनले गर्दाखेरि हामी कन्सियस चाहिँ छौँ, बट हामीले आफूलाई पर्मानेन्ट फिल गर्न सकिरहेको छैनौँ, नम्बर 1। र आइडेन्टिफिकेसनकै कारणले गर्दा हामीले आफूलाई ब्लिसफुलको रूपमा पनि चिन्न सकिरहेको छैनौँ। सो कर्मयोग के भयो, टु रियलाइज द्याट यु आर इटर्नल, यु आर कन्सियस एन्ड यु आर ब्लिसफुल। यो चाहिँ कर्मयोग हो, तर एक्सनको थ्रुबाट। यति नै हो, तपाईँले गर्ने कर्महरूले गर्दा यो रियलाइज हुनु पऱ्यो तपाईँलाई।
तपाईँको यो कर्म भन्नाले चाहिँ अब तपाईँ मान्छे धेरै कामहरू गर्न सक्छ। अझ एउटा पोइन्ट यसमा म जोड दिइहालेँ, मैले भन्दै थिएँ कि यो सबैको आफ्नो आफ्नो विचार हुन्छन् भनेर। मैले किन खारिज गर्छु भन्दा ओके यो ग्लास छ अगाडि, तपाईँले अहिले हेर्दाखेरि यसलाई तपाईँले बाहिरको ग्लास हेर्दै हुनुहुन्छ फर इक्जाम्पल, मैले यसमा पानी हेरिरहेको छु। हाम्रो साइन्स टिचर हुनुहुन्छ, उहाँले यताबाट यहाँ H2 हेर्दै हुनुहुन्छ, राइट? सो हामी तिनजना डिफ्रेन्ट कुरा हेरिरहेछौँ। ओके यो तलसम्म म एग्री गर्छु क्या विचार भिन्न भिन्न हुन्छन् भनेर। नाउ वाट्स द पोइन्ट अफ डिस्कसन, डिस्कभरी, राइट? हामीले कहिले काहीँ गएर डिस्कसन गर्न लागिरहेछौँ भने त वी आर लर्निङ फ्रम इच अदर। सो हजुरले मलाई भन्नुहुन्छ आइएम लुकिङ एट द ग्लास, राइट? उहाँ अनि मैले भनिरहेको छु आइएम लुकिङ एट द वाटर, उहाँले भन्नुहुन्छ आइएम लुकिङ एट द H2O। न मलाई थाहा भयो कि यहाँ ग्लास पनि छ, पानी पनि छ र H2O पनि छ। सो विचार धेरै भयो कि अब एउटै भयो त अहिले, राइट? एउटा तलमा हरेक मनुष्य सबै इग्नोरेन्समा छन्, त्यहाँ विचार धेरै हुन्छन्, त्यही हो माया। बट बिस्तारै तपाईँले जब रियलाइज गर्दै जानुहुन्छ नि, इन्क्वायरी गर्दै जानुहुन्छ, नाउ यु गेट टु थिङ्स, तब थाहा हुन्छ बल्ल के रहेछ भनेर। त्यो लेभलबाट अझै माथि गइसकेपछि यस त्यहाँ गएर फेरि अभिव्यक्ति फरक हुन्छन्, विचार फरक हुन्छन् फेरि। त्यो चाहिँ हो जस्तो लाग्छ मलाई चाहिँ। यस तपाईँको यो कर्म के कुरामा तपाईँको के कर्म गर्ने त? तपाईँको यहाँ त धेरै विभिन्न कुराहरू छ। कोही इन्जिनियरको कर्म इन्जिनियरिङ, मोडल हो, मोडलको कर्म मोडलिङ। कर्महरू टन्नै छन्, के धेरै कुरा छन् यहाँ समाजमा, धेरै कुराहरू गर्न सकिन्छ। अब त्यो कर्म चाहिँ कसरी छान्ने त तपाईँको, होइन? कर्म त गर्ने कसरी छान्ने त? यहाँ म्याक्सिमम् मान्छेहरू के गर्ने नि थाहा हुन्न क्या, देयर आर लट्स अफ थिङ टु डु, होइन? बट वाट टु डु त्यो थाहा नै हुन्न। त्यसको लागि के यो भागवत गीताहरूमा नि कर्मको बारेमा भन्छन्, यो बारेमा के छ? सो फर्स्ट कुरा के बुझौँ भने कि हाम्रो एजुकेसन सिस्टमले हामीलाई हेल्प गरिरहेछ त। वाट इज एजुकेसन भन्ने क्वेसन पनि इम्प्लाइ हुन्छ क्या यसमा चाहिँ। जस्तै मलाई नै कति बच्चाहरूले मैले पढाउने ठाउँमा गएर के सोध्छन् भन्दाखेरि मलाई एक्चुअली लोकसेवा गर्ने मनै छैन, म 8मा पढिरहेको छु अनि मेरो बुवा मम्मीले मलाई लोकसेवा गर भन्दै हुनुहुन्छ कि। सो कर्म छान्नेको हिसाब हेर्नुभयो भने दोस्रोले तपाईँको लागि कर्म छानिदिरहेछ, राइट? फर्स्ट कुरा भयो। सो वाट इज एजुकेसन, है? यो क्वेसन एक तरिकाले आइरहेछ। नम्बर 2 कुरा के हो भन्दाखेरि हामीलाई हुनपर्ने के हो भन्दा स्वभाव अनुसारको कर्म गर्नुपर्छ भनेर भन्छन्, राइट? तर आफ्नो प्रकृति, राइट, प्रकृति अनुसार, स्वभाव अनुसार। तर त्यहीसँग अर्को कुरा के जोडिएको छ भने त्यो पनि एउटा लेभलसम्म हो कि अल्टिमेट पर्पज अफ ह्युमन लाइफ इज टु रियलाइज गड। यो नम्बर 1 कुरा भयो। नाउ गड माइट बी हरेक मान्छेलाई आफ्नो अनुसारको फेरि त्यो डिफिनेसन ल्याउन सक्ने भयो कि। त्यही भएर यहाँ के बुझ्नु पर्छ हामीले भन्दाखेरि एउटा यस्तो पोइन्टसम्म पुगौँ जुन पोइन्टसम्म तपाईँले शब्दहरू युज गर्नुहोस्, तपाईँको भावनाहरू युज गर्नुहोस्, आइडल्सहरू युज गर्नुहोस् र एउटा बिन्दुमा बरु त्यसलाई सबैलाई छोड्दै जानुहोस् के। त्यहाँ पछि गएर चाहिँ राइट यु लिभ इट, अफकोर्स त्यो हुन्छ नै, राइट? अब मेन पोइन्ट के हो भने सबै मान्छेको भिन्न भिन्न ऊ छ भनेर हामीले भन्यौँ, लाइक स्वभाव छ, स्वभाव अनुसारको तिनीहरूले कर्महरू चुज गरेर छन्। फेरि मैले अघि नै जुन मैले सुरुमा उठाएको थिएँ कुरा, तपाईँको कर्मबाट तपाईँले सच्चित आनन्दलाई चाहिँ प्राप्त गर्न सक्नुभयो कि भएन? त्यो सच्चित आनन्द अब बाहिर होइन कि, सच्चित आनन्द भने राइट? सत भनेको एक्जिस्टेन्स, यो सत्य जसको सनातन अस्तित्व छ, चित भनेको जो कन्सियस छ, चेतनायुक्त छ, र आनन्द। किन आनन्द? किनभने ऊ बाहेक दोस्रो केही पनि छैन भन्ने अर्थ लाग्छ, त्यो सच्चित आनन्द भन्छ। हामीलाई पनि सच्चित आनन्द त्यही भएर भनेको। जस्तै गीताकै कुरा गर्दाखेरि मामै भन्छ जीव लोके जीवभूत सनातन भनेर कृष्णले भन्नुहुन्छ कि यो शरीरमा स्थित जुन जीवात्मा छ त्यो मेरो सनातन अंश हो भन्नुभएको छ। अब हामीले के भनिन्छ भने फेरि अध्याय 5 मा त्यही अंश जुन छ हामीभित्र ईश्वरको सबैमा, उसले के गर्नु पर्यो? ईश्वरसँग एकीभाव हुनु पर्यो भन्नुहुन्छ कि। अब हेर्नु यसमा पनि 2 प्रकारको मनुष्य भयो, एउटा बद्ध मनुष्य र मुक्त मनुष्य है। बद्ध मनुष्यलाई त्यो रियलाइज भएन नि, बद्ध भनेको बाँधिएको, थ्याङ्क यू फ्र्याक्सिङ, राइट? जो बन्डेजमा छ र बन्डेजमा किन छ भन्दाखेरि उसले यही कुरा रियलाइज गर्न सकिरहेको छैन। उसले यही संसारमा नै उसले यसलाई रियालिटी मानेर ऊ बाँचिरहेको छ। अनि रियालिटी नमान्ने, राइट? भेरी गुड क्वेसन अगेन। रियालिटी मान्ने कि नमान्ने? जस्तै वस्तुहरू सब सत्य हुन्, जस्तै यो जगत ब्रह्म सत्य जगत मिथ्या भन्न भनिन्छ नि, यसमा पनि के छ? यो वस्तु देखिएका वस्तु सत्य हैनन् भनेको चाहिँ होइन। वस्तु सत्य छ तर त्यो वस्तुलाई हेर्ने तपाईँको दृष्टि जुन छ नि त्यो असत्य छ कि। तपाईँले कसरी एउटा जस्तै लेट्स से यहाँ बुद्धको मूर्ति राखिदिए, तपाईँ तालिबानको मान्छे भएपछि बुद्धको मूर्ति फोडिदिनुहुन्छ हजुरले, शान्ति प्रिच गर्छ यो बकवास पागल भनेर। बुद्धिस्ट मङ्कले त्यसलाई ढो गर्छ कि। सो जुन दृष्टि छ नि, जुन दृष्टिबाट उसले त्यो अब्जेक्टलाई हेरिरहेछ, यो रियालिटीको अब्जेक्ट्सलाई, त्यो दृष्टि कन्डिसन हुन्छ, एक्ज्याक्टली, राइट? त्यही नै हो, राइट? सो यही कन्डिसनदेखि ब्रेक थ्रु गर्न सक्नु पऱ्यो हामीले।
अहिलेदेखिको कन्डिसनिङ होइन नि त तपाईँको यो पहिल्यैदेखि हजारौँ वर्षदेखि मानव सभ्यतालाई कन्डिसनिङ गरिराखेकै हो होइन। अब त्यसपछि आएर तपाईँको अब बुद्धको मूर्ति राख्ने भन्नुभयो, अब बुद्धले पनि छुट्टै सिग्निफिकेन्स दिनुभएको छ। अब तालिबानको फेरि उता गडहरू अझको मुस्लिम उहाँको पनि छुट्टै सिग्निफिकेन्स छ। मैले बुझेको चाहिँ होइन, मैले बुझेअनुसार चाहिँ तपाईँको यो सबै पोलिटिक्स इन्डाइरेक्टली एभ्रिथिङ यो रिलिजियस कतिपय कुराहरूमा चाहिन्छ, रिलिजियन चाहिन्छ, धर्म चाहिन्छ, मान्छेलाई एउटा दिशा दिनलाई चाहिन्छ, तर इन्डाइरेक्टली हेर्ने हो भने तपाईँको मानव सभ्यतालाई तपाईँको कन्ट्रोल गर्नलाई, राज गर्नलाई बनाएको कुरा रहेछ क्या। मैले पढ्दै जाँदा बुझ्दै जाँदा त्यो बुझेँ क्या के हो। जस्तै अब कुनै एउटा फकिर छन् जुन सम्पूर्ण कुरा त्यागेर एउटा केबमा गएर बसिरहन्, उसले चाहिँ कसलाई कन्ट्रोल गर्न छ त? उसले त कसैलाई कन्ट्रोल गर्न छैन। उल्टै राजा आएर उसको शिर पाउमा गएर आफ्नो ताज राखेको धेरै हामीले प्रुफ पाइन्छ कि, राइट। पोलिटिक्स नै यदि इन गोल हुन्थ्यो भने राजासँग त सबै कुरा छ, पहिलेदेखि सबै कुरा पाइरहेछ। त्यसो भए बुद्धको चरणमा गएर किन आफ्नो मुकुट लएर राखिरहेछ त उसले? सो इन गोल इज नट टु एटेन पावर, बिकज वाइल एटेनिङ द पावर यु बिकम भोइलेन्ट के। तपाईँ एकदम भोइलेन्ट हुनुहुन्छ, अरूलाई हिंसा गर्नुपर्छ, काटमार गर्नुपर्छ, एन्ड जेन्युनली मान्छे भित्रबाट दोस्रोलाई भोइलेन्स गर्नको लागि आफू भोइलेन्ट हुनु पऱ्यो। सो इन गोल त पिसै हो, इटर्नल पिसै हो है। र पोलिटिक्सको कुरा गर्दा यस यो मलाई पोलिटिक्समा त्यति इन्ट्रेस्ट छैन पर्सनल्ली, बट इट इज भेरी पावरफुल है। नीति भन्ने शब्द त्यहीँबाट आएको कि सबैलाई व्यवस्था गर्ने। सो इट्स रियली पावरफुल। तर हामीले चाहिँ जस्तै वेदव्यासलाई फर इक्जाम्पल, उनले यति धेरै रचना गर्नुभयो वेदव्यासले, के जरुरी थियो? कसमाथि कन्ट्रोल गर्नु थियो र उहाँलाई? लेट्स से उहाँले के भन्दै हुनुहुन्छ भने आफ्नो इन्द्रियमाथि कन्ट्रोल गर, मनमाथि विजय प्राप्त गर, आत्मामा गएर स्थित भाउ। जो मान्छे आत्मामा गएर स्थित हुन्छ उसलाई सुन, ढुङ्गा, माटो सबैमा बराबरी देख्छ, राइट। उसलाई केही प्राप्त गर्न छैन। सो किन त्यस्तो भन्थ्यो होला त? होइन, यहाँसम्म एकदम ठिक छ। तर अब समाज चलाउनु पर्ने कुराहरू आउँछ, अब त्यो खालको विचारले हुँदैन रहेछ। म पनि एकदम स्पिरिचुअल छु होइन, मैले आध्यात्मिक यात्राहरू गरेँ केही समय, तर समाजमा भिज्न सक्नुपर्ने रहेछ होइन। यो केही चाहिँदैन, ढुङ्गा, माटो, यो दुईवटा तपाईँले अस्ति भिडियोमा नि हाल्नुभएको थियो, मटेरियलिस्टिक र स्पिरिचुअलिजम चाहिँ को रिलेटेड हुनुपर्छ भनेर, ब्यालेन्स हुनुपर्छ भन्नुभयो। हो, त्यो चाहिँ हुनुपर्छ, तर यो नि चाहिँदैन, उनी चाहिँदैन भन्ने। यसमा एउटा कुरा छ अझ अहिले क्ल्यारिफाई होइन। जस्तै इफ तपाईँले एउटा कुरालाई रङ भनेर रिजेक्ट गर्दै हुनुहुन्छ भने ह्याभ गट्स टु एक्सेप्ट इफ समथिङ इज ट्रु। यो छैन क्या अहिलेको मान्छेमा। दे जस्ट वान्ट टु रिजेक्ट बेस्ड अन देयर आइडियाज होइन। यहाँ होल पोइन्ट के भइरहेछ भने तपाईँको एउटा कुरा मात्र भइरहेछ छैन क्या, इट्स एग्रिगेट टोटल, टोटल फ्रिडमको कुरा भइरहेछ नि त। सो इफ एटलिस्ट फर मी, म यहाँ बसेर बोलिरहेको छु, बाहिर गएर म डिफ्रेन्ट छैन, म जस्तै बोलिरहेको छु म त्यस्तै छु। सो यसको पोइन्ट के हो भन्दाखेरि चाहिँ मान्छे को कतिको सिरियस छ त? मैले त सबैलाई गरेर त्यो गराउन सक्दिनँ। सो व्यक्तिगत हृदयमा घटेका घटनाहरू हुन् के, राइट। जस्तै प्रहलाद त उनी त राजाकै छोरा थिए नि, इभन त डिवनको छोरा थिए, त राजाकै छोरा हुन्। विभीषण लङ्कामा सुनको बिचमा रहन्थे त राम नाम जपेर बस्थे, राइट। इट्स अबाउट देयर मेन्टालिटी, नट योर्स, राइट। यो चाहिँ फेरि म मान्दिनँ क्या, म किन मान्दिनँ भन्दाखेरि तपाईँको एउटा किताबमा लेखेको कुराहरू हुन्। आई हेभ नट सिन, आई हेभ नट फेल्ट, आई हेभ नट महसुसै गरेको छैन क्या मैले, अनि म किन मान्ने त्यसलाई? ज्ञान लिन्छु, उसले यो गर्यो, उसले यो गर्यो, मलाई के मतलब के हो? यो त जे भन्दैन। अब इन केस म 500 वर्ष म अहिले प्रधानमन्त्री भइरहेँ होइन, अब म 500 वर्षपछि तपाईँलाई म गड बनाइदिन नि सक्छु कि, आई हेभ द्याट पावर। तपाईँको एउटा आफ्नै विचारहरू राखेर गड बनाइदिन नि मिल्यो नि त, मिल्यो कि मिलेन? भन्नु ठिक छ होइन त, मिल्छ मिल्दैन भन्नु। जस्तै तपाईँले इफ त्यहाँबाट कसैलाई रोल मोडल टिप्दै हुनुहुँदैन भने तपाईँले रियल लाइफबाट पनि कसैलाई नलिन पनि सक्नुपर्छ कि। भन्न खोजेको तपाईँको कोही पनि रोल मोडल हुन भएन, राइट। किनभने फ्रिडम त्यो बायस्ड फ्रिडम हुन भएन क्या। नेस्टले भनेको थियो नि, जस्तै तपाईँले पुतलीलाई चाहिँ राम्रो हुन छोडिदिनु, सानो किरालाई हामीले मार्छौँ अरे क्या होइन, यो चोइसेस हेज फेरि एस्थेटिक डिफ्रेन्सेस भनेर भनेको थियो कि। सो मैले के भन्न खोजिरहेको छु भने ठिक छ, इफ यु आर रिजेक्टिङ एउटा ग्रन्थलाई रिजेक्ट गरिदिनु हुन्छ नि, रिजेक्ट होल अफ इट होइन, एभ्रिथिङ। बिलिभ इन योरसेल्फ होइन, बिलिभ वाट यु सी, बिलिभ वाट यु नो, बिलिभ वाट यु फिल, आफूलाई बिलिभ गर्ने पो होला। फेरि त्यसको कन्सिक्वेन्सहरू पनि थाहा हुनु पऱ्यो नि त। बिलिभिङ भरोसा आफूमाथि गर्ने भन्ने जुन कुरा छ, कसले कसमाथि भरोसा गरिरहेको छ त्यो हेर्ने हो कि। जस्तै म टेरोरिस्ट हो, मैले आफूमा बम लगाएर मान्छे मार्न सक्छु, अनि मैले चाहिँ आफूमाथि कन्फिडेन्स लिइरहेको छु। त्यो कन्फिडेन्स भनेको अब त्यो घातक छ दोस्रोलाई, राइट।
सो त्यसमा हामीले यही हो इन्टेलिजेन्स युज गर्ने भनेको इफ यु आर अपरेटिङ your ego is operating you are destructive simple and if you are okay with being destructive be that but be ready to face the consequences त्यही हो यति नै हो यहाँभन्दा मलाई that's all तपाईँ इगोको कुरा गर्नुभयो इगोको बारेमा के भन्न चाहनुहुन्छ इगो वाट इज इगो इगोलाई अब नेपालीमा के भन्छ इगोलाई अहङ्कार यो अहङ्कारलाई के गर्न सकिन्छ अब मान्छे एकदम अहङ्कारी हुन्छन् होइन अहङ्कार चाहिँ कसरी डिफाइन गर्नुहुन्छ तपाईँको शब्द अहङ्कार अब यस्तो छ है एउटा दुई तरिकाले यसलाई दुईवटा लेभलमा बुझौँ एउटा भनेको हाम्रो यही व्यवहारिक व्यवहारमा म यहाँ बसिरहेको छु हजुर बस्नुभयो चाहिँ व्यवहार सत्य भयो दोस्रो पारमार्थिक जस्तै अहिले जस्तै अहिले हेर्दा पानी छ ग्लास आई विल ड्रिङ्किङ इट बट मैले H2O पिएँ भनेर सोचिरहेको हुँदैन नि त सो पारमार्थिक भनेको H2O ले बनाएको रियालिटी त्यही हो जस्तै ब्रह्म हर जग्गा छ सबैमा छ यो पारमार्थिक भयो तर व्यवहारमा हामीले त्यसरी व्यवहार गरिँदैन जस्तै सुन माटो ढुङ्गा एउटै भने पनि हामीले सुनलाई शिरमा लगाइन्छ ढुङ्गाको कसैले मुकुट बनाएर लगाउँदैन राइट सो व्यवहारिक सत्य र पारमार्थिक सत्य भन्ने हुन्छ सो पारमार्थिक सत्यमा पुगेको व्यक्तिले व्यवहारमा एक्ट गर्ने हो फेरि यहाँ तपाईँले सत्य कुरा गर्नुभयो सत्य के सत्य त हो ओके होइन सत्य के सत्य त अब सत्यको पनि अब इम्प्लिकेसन्स पर्छ क्या जस्तै होल पोइन्ट मैले अघि नै भन्दै थिएँ हजुरलाई सबै एक्सनको एग्रिगेट के हो होल पोइन्ट के हो भन्दा दुईवटा छ सबै मनुष्यहरूलाई तपाईँले एक मान्नु पहिला एउटा ह्युमन बिङमा कन्टेन गर्छ भनेर हेर्नु अब तपाईँले देख्नु पऱ्यो त्यो कुरा देख्नका लागि त्यही हजुरले भने जस्तै स्पिरिचुअल्ली हुनुपर्छ त्यो कुरा राइट तपाईँले त्यो देख्न बित्तिकै नाउ यु रिलेट जस्तै यो 5वटा फिङ्गर छन् अनि यो यतापट्टिको फिङ्गर छ एन्ड दिस ह्यान्ड इज डिफ्रेन्ट दिस ह्यान्ड इज डिफ्रेन्ट अब यसबाट मैले जस्ट एउटा फिङ्गरलाई लिएर आएको छु यो फिङ्गरले के भन्नु पऱ्यो यो होल अफ दिस फिङ्गर्स इज मी एक्चुअल स्टेटमा मी है जस्ट मी भन्नलाई मी होइन कि एक्चुअल्ली फङ्सन सेम हो हाम्रो आइ एम पार्ट अफ होल यति रियलाइज भयो सो आई विल नट थिङ्क अबाउट दिस वान्स अब है नाउ यसले चाहिँ अनेस्टी हुनु पऱ्यो यसमा एकदम अनेस्ट हुनु पऱ्यो यसले आफूले डिसेप गर्नु भएन यो मुभमेन्टबाट चाहिँ यसले के गर्छ भने रियालिटी के हो भन्दा होल ह्युम्यानिटीको रियालिटी भनेको त्यही कमन कुरा पेन ग्रिड एङ्गर भोइलेन्स जति कुराहरू छन् हामी सबैले सेम कुरा सेयर गरिरहेछौँ राइट गीता 6:29 पनि सम्पूर्ण भूतलाई आत्मामा स्थित देख र आत्मालाई सम्पूर्ण भूतहरूमा स्थित देख सो स्वयंलाई तपाईँले त्यसरी देख्नुभयो यसको अर्थ बेसिकली यु आर सिइङ के होल इज कन्टेन्ड इन यु ओके इफ एभ्रिथिङ इज कन्टेन्ड इन यु अब त्यो एभ्रिथिङलाई एकछिन साइड लगाइदिनु है तपाईँको लागि एभ्रिथिङ छैन क्या ओन्ली यु आर देयर राइट नाउ तपाईँले आफैले हेर्नु द्याट इज सेल्फ नलेज तपाईँले सेल्फ नलेजबाट के पाउनुभयो भने म जस्तो छु यो ह्युम्यानिटी त्यस्तो छ राइट नाउ इफ तपाईँ बाटोमा हिँड्दाखेरि चुइङ्गम चपाइराख्नु भएको छ चुइङ्गम तपाईँले बाटोमा फाल्नुभयो भने तपाईँले मात्र होइन संसारभरिको मान्छेले त्यहाँ चुइङ्गम फाले हो कि सो यु करेक्ट फर्स्ट राइट तपाईँमा एङ्गर छ भने तपाईँमा भोइलेन्स छ भने तपाईँमा ग्रिड छ भने यु क्यानट स्टप इट आउटसाइड तपाईँको यो वर्ल्डमा स्टप हुँदैन क्या बिकज यु आर द वर्ल्ड ए हो नि त तपाईँले अब्जर्भर इज अब्जर्भको कुरा गर्नुभएको थियो पहिला नेक्स्ट हाम्रो मिटिङमा मैले त्यसलाई बुझाउँछु भनेको थिएँ कुरा सो यो रियलाइज भयो तपाईँलाई राइट अहम्बरमस्मी भन्नु तत्त्वमसी भन्नु जे भन्नु यसको होल इसेन्स के हो यु आर एभ्रिथिङ यति रियलाइज भयो भने त फर्स्ट च्यालेन्ज इज टु यु हेभ टु फ्री युर सेल्फ फ्रम द्याट नि त वन्स यु फ्री युर सेल्फ फ्रम द्याट वाट रिमेन्स यो हो नि क्वेसन राइट यही हो सत्य भन्ने यसपछि बल्ल जे आउँछ त्यो सत्य हो इफ यु फ्री युर सेल्फ फ्रम अल द्याट यु एज अ इन्डिभिजुअल बिङ डु नट एक्जिस्ट यही यसमा सबभन्दा बढी अब नर्मल भाषामा बुझाउन नसकिने भनेको यहीलाई हो कि शब्दातीत गुणातीत विचारभन्दा अनिर्वचनीय जति शब्द परेको हुन्छन् क्यारेक्टरिस्टिक्स खस्यो नि त बिकज क्यारेक्टरिस्टिकले नै इगो बनाउँछ हाम्रो एन्ड यु हेभ रियलाइज द्याट राइट अनि यु हेभ ड्रप द्याट अब तपाईँको के हुन्छ एउटा हुन्छ जीवन अहिले मैले बद्ध र मुक्ति भनेको थिएँ नि यो सबै स्ट्रिम जुन पनि उसको आफूभित्र देख्यो नि उसले आफ्नो कन्डिसनिङ थ्रु आउट होल हिस्ट्री यु आर द बुक नाउ वन्स यु सिट यु ड्रप इट राइट तपाईँको काँडा छ तपाईँले निकालेर फालिदिनु भयो बेसिकल्ली अब यो व्यक्तिसँग यसको क्यारेक्टर हुँदैन कि यसको पर्सनल क्यारेक्टर हुँदैन कि त्यहीलाई भन्छ कि अहङ्कारबाट मुक्ति अब यो रियलाइज स्टेट भयो है यो स्टेटलाई के भनिन्छ भने बियोन्ड डेथ स्टेट भनेको यही हो भन्छ पुनर्जन्म नहुने स्टेट भनेको यही हो परमपदमा पुगेको स्टेट भनेको यही हो बर्म रियलाइज भनेको स्टेट यही हो किनभने यसमा अब क्यारेक्टर छैन म भन्ने जुन हामीमा आउँछ नि आइडेन्टिफाइड म भनेको के रहेछ हाम्रो यो अहङ्कार वृत्तिहरूसँग आइडेन्टिफिकेसन त्यो गिर्यो त त्यो रह्यो अब एउटा कुरा है अझै पनि छ जबसम्म यो होसमा रहन्छ र अब त्यसले आफूमा हेर्छ फेरि मैले केलाई त्यागेँ त
र यसले अब आफूलाई एक्सपान्ड गर्छ, अब ह्युम्यानिटी देख्छ जब त्यसले, वाट कम्स लभ, एन्ड द्याट इज द ट्रुथ। द्याट इज द ट्रुथ। तपाईँले यो इगो होइन अनि त्यस पछाडि सत्यको बारेमा भन्नुभयो होइन, यो सबै सत्य भन्ने, यो सबै इगो भन्ने चाहिँ को त, कसले भन्यो यो सबै होइन? हामी त मानव सभ्यता हो। म आफैभित्र नि कहिलेकाहीँ प्रश्न गर्छु, को हो यो बोल्ने को हो, कहाँबाट आइरहेछ यो ऊर्जा, कहाँबाट आइरहेछ, को हो, के हो यो सबै? यो बारेमा केही छ तपाईँलाई आइडिया? अब यस्तो छ, अब यो त सिम्पल क्वेसन भइगयो एक हिसाबले हेर्दाखेरि। बोल्नेवाला को भन्दा अब हामीले अब अवेरनेसलाई या फिर कन्सियसनेसलाई होइन शुद्ध चेतनालाई त आइडेन्टिफाई गरिरहेको छैनौँ। बेसिकल्ली कोही बोलिरहेछ भने शब्द प्रयोग गरेर बोलिरहेछ। शब्द हामीले बाहिरबाट सिकेको ज्ञान इन्द्रियबाट हामीले लियो अनि भित्र गएर त्यो फर्मेसनमा बस्यो अनि त्यसलाई हामीले रिफ्लेक्ट गरेको इन्टेलेक्टको द्वारा। होल पोइन्ट के मैले कहाँ कुरा गरिरहेको छु भने बुद्धिभन्दा परको, राइट? जहाँ गएर त्यो ड्रप हुन्छ आइडेन्टिफिकेसन्स। सो त्यो लेभलसम्म त जस्तै अर्को कुरा के पनि पर्छ भने कन्सियसनेस इज इन द बडी अर आउटसाइड अफ इट, जस्तै के यो कन्सियसनेसलाई चाहिँ आत्मा भन्ने कि यसलाई के भन्ने? यो कन्सियसनेस यो ऊर्जा जो म बोलिरहेको छु, यो शब्द निस्किरहेको छ, यसलाई के भन्ने? आत्मा हो कि एनर्जी हो कि यो कन्सियसनेस हो कि वाट इज दिस? होइन अचम्म क्या जादु होइन। वी आर सिटिङ हियर होइन 21 वर्ष अगाडि, म अहिले 21 वर्षमा, 21 वर्ष अगाडि त म कहीँ थिइनँ त्यो कालो अन्धकार केही नै याद छैन। अब आछु कहाँबाट आएँ म होइन? मलाई त प्रश्न हुन्छ त, एउटा मानव हो म होइन? त्यो के छ तपाईँलाई हाम्रो गीताहरूलेदेखि लिएर के भन्छ? अब यसलाई साङ्ख्य योगबाट हेऱ्यो भने अब सुरुमा प्रकृति र पुरुष मात्रै थियो भन्छ क्या पहिला। अब जस्तै मटेरियल पुरुष कहाँबाट आयो? पुरुष भनेको चेतना हो। यसको अब स्पेसिफिक यो यसरी क्रिएटेड भएको भनेर मान्दैन। अब बुद्धिज्मबाट हेऱ्यो भने चाहिँ उनीहरूले चाहिँ राइट कन्डिसनको फर्मेसनबाट बनेको भन्छ। अनि यो एउटा साइकल हो। साइकल भनेपछि जुनले भैँमा टेकिरहेको छ नि, साइकल एउटा पाङ्ग्रो इमेजिन गर्नुभयो होइन, जुनलाई भैँमा टेक्नु तपाईँको लागि रियालिटी त्यो मात्रै हुन्छ क्या, तपाईँलाई त्यति थाहा हुन्छ। अनि हजुरलाई के लाग्छ यो कहाँबाट आयो, बट यो होल साइकल हो, यसको स्टार्टिङै छैन, त्यो मुभ भइरहेको छ। जुन पार्ट तल बस्यो हामीलाई त्यही रियालिटी लाग्छ कि। सो इट्स लाइक अ टाइम विल होइन। अब सो क्रिएसनको कुरा गर्दाखेरि जस्तै चतुश्लोकी भागवत भन्ने पनि छ होइन, यो हाम्रो श्रीमद् भागवतमभित्रकै 4वटा श्लोक छ मुख्य, त्यसैको एक्सपान्सन नै श्रीमद् भागवतम हो भन्छन् कि भन्न पनि। त्यसमा पनि के भनेको छ भने जब स्थूल र सूक्ष्म दुवै कुरा नहुँदाखेरि केवल म नै म थिएँ। स्थूल भनेको यो हार्ड अब्जेक्ट्स, सूक्ष्म भनेको मनोबुद्धि अहङ्कारहरू जुन हामीमा छ त्यो, त्यसको दुइटैको अस्तित्व नहुँदाखेरि पनि म नै म थिएँ भन्छ कि। अब यसैमा बुझ्नुपर्छ हामीले जस्तै दर्शन धेरै छन् फेरि हिन्दुजममा, जस्तै अद्वैत दर्शन, द्वैत दर्शन, विशिष्ट अद्वैत, यसरी धेरै छन्। यसमा चाहिँ लोजिकल तपाईँलाई यस्तै गरेर क्युएनए गरेर होइन मस्टली अब तपाईँ एकदम साधना नै गरेर हिँडेर लेफ्ट गर्दै गर्दै के अल्टिमेटली पुग्ने हो कि कुनै एउटा दर्शनले देखाएको दृश्यसम्ममा। र दर्शनले देखाउने वास्तवमा तपाईँलाई नै हो है, युआर द्याटै भन्ने हो। तर भक्ति ट्रेडिसनहरूमा मात्रै ईश्वरसँग प्रेमको व्यवहार गर्नको लागि मात्रै एउटा साकार ईश्वर कल्पना गरिन्छ। जस्तै गीतामा अर्जुनले निराकारको उपासना गर्ने पनि छन्, साकारको उपासना गर्ने पनि छन् भनेर अध्याय 12मा सोध्नुहुन्छ। कृष्णले दुवैले प्राप्त त मलाई नै गर्छन् भन्नुहुन्छ, अर्थात् ब्रह्मलाई नै प्राप्त गर्छन्, तर भक्ति सजिलो छ भन्नुहुन्छ किनभने मनोबुद्धिहरूलाई लगाउन पाइयो ईश्वरमा, राइट। फेरि अध्याय 13मा क्षेत्रकै विभाग भनेर त्यहाँ चाहिँ निराकार ईश्वरको पनि भन्नुभएको छ क्या। र त्यो च्याप्टरमा तपाईँभित्र रहेको त्यही आत्मालाई नै कार्य गर्दाखेरि एउटा नाम पालनकर्ताको हिसाबले नामहरू दियो होइन, र जब उनै सर्वेश्वरको रूपमा आउँछ त्यो नै परमेश्वर पनि भनेको छ क्या। मिन्स यसको अर्थ के हो, एउटा फ्लुइड छ, तपाईँले एक ठाउँबाट हावा फुक्नुभयो, सो डिफ्रेन्ट होलबाट हावा निस्किरहेको हुन्छ, इट सिम्स डिफ्रेन्ट बट त्यो एयर इज वान। Air is one, God is one. Then what is God? Right. You just said God is one. तर ईश्वर के हो त? गुड। अगेन गड के हो भन्ने क्वेसन आउँछ नि जब, डु आई निड गड? लेट्स आस्क द्याट क्वेसन फर्स्ट। वाट इज गड डिफ्रेन्ट कुरा भयो। मलाई जुन कुरा चाहिए होइन म त्यो कुरा किन सोधौँ? फर इक्जाम्पल फर मी, राइट, हजुरलाई चाहिरह भने यु फाइन्ड आउट भन्छु म। इक्जाम्पल फर मी आई फाउन्ड नथिङ। यो यात्रा नि गरेँ तपाईँको, कहिले 4 बजे उठेर पशुपतिनाथ गएँ, कहिले मुक्तिनाथ गएँ, एक्लै ट्राभल गरेर धेरै यो धार्मिक स्थलहरू गएँ, मैले केही नै भेटाइनँ त्यहाँ। आफू त्यहाँ अलमल्ल परेको के भइरहेछ त्यो अवलोकन गरेको मात्रै
भेट्टाएँ क्या मैले हजुर गड कहिले कसले चाहिँ भन्यो फेरि त्यसरी गएपछि चाहिँ भगवान भेटिन्छ भनेर अब यहाँ तपाईँको पशुपतिनाथ भने त एउटा सिम्बल हो गडको अब हामीले अहिले हेर्ने भने त सिम्बल हिसाबले जाने त हो नि अनि पशुपतिनाथ गएँ घरि मुक्तिनाथ गएँ त्यहाँ नि मैले गड ईश्वर भने के हो त ईश्वर के हो खै खै त खै ईश्वर खै त्यो एउटा भावना हो कि होइन त्यो एउटा फिलिङ हो कि के हो त ईश्वर भने होइन ओके मैले त्यही क्वेसन गरिरहेको थिएँ पहिला कि वाइ डु वी निड गड फर्स्ट है तपाईँलाई डु यु थिङ्क यु निड गड कतिपय कुराहरूमा यो सबकन्सियस माइन्डलाई चाहिँ एउटा टाइपको ऊर्जा दिनलाई काम गर्नलाई एउटा विश्वास दिनलाई चाहिँ गड चाहिन्छ जस्तो लाग्छ त्यो हिसाबले हेर्दाखेरि तर स्पिरिचुअली चाहिँ वाट इज गड होइन गड चाहिन्छ त्यही सबकन्सियसको लागि चाहिन्छ भन्ने हो तर वाट इज गड मैले किन पनि सोधिरहेको छु भने अझै पनि दुईवटा छ क्या यसमा कुरा एउटा सगुण साकारको कुरा गरिरहेको छु एउटा निर्गुण निराकारको यसको अर्थ चाहिँ एउटा चाहिँ म चाहिँ कुनमा परेँ राइट तपाईँले चाहिँ फर्ममा हेर्न खोजिराख्नु भएको छ नि त फर्ममा चाहिँ किन छैन भन्ने खालको कुरा आइरहेको छ क्या फेरि तपाईँले फर्ममा पनि चाहियो मलाई फिल गर्नु पर्यो राइट बेसिकल्ली यसको मानम रेडिमेड एन्सर दिनेहरूमा चाहिँ के पर्छन् भन्दाखेरि यु हेभ टु गो थ्रु द प्रोसेस राइट नत्र भए तपाईँ रेडी हुनु हुँदैन राइट राइट यसमा चाहिँ जस्तै इफ गीतालाई हामीले अलिक कन्टेक्समा लियौँ भने बिकज उपनिषदको सार गीता हो भगवत गीता त्यही भएर हिन्दुजमलाई चाहिँ बेसिकल्ली हिन्दुजमको साइडबाट बोल्दाखेरि गीतालाई रेफरेन्स ल्याउँदाखेरि मजाले मिल्यो मैले त्यसरी भन्दैछु तिम्रो लागि कर्तव्य र अकर्तव्यमा शास्त्र नै प्रमाण हो भन्नुभएको छ पहिलो कुरा है सो तपाईँले मैले पनि सोच्थेँ पहिला सेम काइन्ड अफ क्वेसन कि शिवलाई पूजा गर्नलाई किन शास्त्रले भनेको विधिले पूजा गर्ने त नि राइट किन बेलपत्री नै चढाउने त नि राइट आई युज टु थिङ्क द्याट वे अब के छ भने शिवलाई मैले चिनेको होइन क्या पहिला मलाई चिनाइएको हो दोस्रोबाट र दोस्रोले जसरी चिने उनीहरूले एउटा सर्टेन वेबाट शिवलाई पूजा गरे हुन् र त्यो पूजाबाट शिव प्रसन्न हुनुभयो भनेर चाहिँ हामीलाई तिनीहरूले म्यानुअल दिइरहेछन् राइट त्यो हामीले जस्तै म्यानुअल एउटा गड छ गडलाई चाहिँ यसरी पूजा गरे भने हुन्छ भनेर हामीलाई म्यानुअल दियो सो इफ तपाईँलाई शिवको पूजा गर्न मन छ भने तपाईँले त्यो म्यानुअल फलो गर्नुहुन्छ बेसिकली यो भयो पहिलो कुरा सेकेन्ड थिङ यो जुन क्वेसन छ नि अबाउट गड मान्छेलाई मैले अघि भनेको थिएँ व्यवहारमा प्रेमको सम्बन्ध स्थापित गर्नलाई जुन प्रेममा धोका छैन जुन सनातन प्रेम छ त्यसको लागि चाहिँ ईश्वरको अंश चाहिँ या फिर ईश्वर नै प्रकट हुनुहुन्छ भन्ने होल आइडिया हो राइट तपाईँलाई त्यो खाँचो छ कि छैन म त्यो हिसाबले सोधिरहेको राइट फर इक्जाम्पल मैले जब गीता पढेँ मैले च्याप्टर 12मा भक्तियोग पनि पढाएको छु पढ्नलाई बट मेरो स्वाभाविक गुणअनुसार नै कृष्णले भनेअनुसार पनि 4 प्रकारका भक्त हुन्छन् अर्थ अर्थार्थी जिज्ञासु ज्ञानी तपाईँ जिज्ञासुमा हुनुहुन्छ अहिले है कोही आर्तमा हुन्छन् अर्थार्थी अर्थको लागि कोही खतराबाट बच्नको लागि हे भगवान् बचाऊ भन्ने खालका हुन्छन् कोही धन पाइएन भगवान् धन दिनु भन्ने खालका हुन्छन् कोही के हो त यो सबै कहाँ छ त भगवान् भन्दै हिँड्ने खालका हुन्छन् र अर्को हुन्छ जो ज्ञानी भक्त हुन्छ भन्नुभएको छ क्या र ज्ञानी भक्त सबभन्दा प्रिय छ ऊ मेरो आत्मा हो भन्नुभएको छ सो मैले के भनिरहेको छु भने तपाईँ जिज्ञासुमा पर्नुहुन्छ तपाईँले अहिलेसम्म डिनाइ पनि गर्नुभएछ नि युआर सर्चिङ पनि राइट यस्तो केसमा चाहिँ सबैभन्दा पहिला अब क्वालिटिजको कुरा गर्नुहुन्छ भने यदि मेरो साइडबाट यो चाहिँ रियलाइज गर्नु पऱ्यो कि तपाईँको डिस्टर्टेड माइन्डले तपाईँले त्यसलाई पर्सिभ गर्न सक्नु हुँदैन यु हेभ टु एग्री द्याट फर्स्ट बिकज अब फेरि आउँछ डिस्टर्टेड माइन्ड भने के हो जुन माइन्ड अगेन प्लेजरमा रमाइरहेछ प्लेजर भनेको क्षणिक कुन थाहा छ र त्यहाँ रमाइरहेछ त्यसले सनातन कुरालाई चाहिँ रिसिभ गर्न सक्दैन कि फर्स्ट इट्स एब्सोल्युटली नेसेसरी है किनभने जुन ऊर्जाको कुरा हामीले गरिरहेको छौँ त्यसलाई रिसिभ गर्नको लागि चाहिँ प्युरिफिकेसन चाहिँ हुनु पऱ्यो नाउ कम्स कि प्युरिफिकेसन अफ वाट बडी एन्ड माइन्ड बोथ किनभने बडी र माइन्डको रिलेसन त एकदम नङ्ग्रा मासु जस्तै छ एन्ड स्टिल मैले यदि मलाई सोध्नुहुन्छ भने मैले कुनै साँच्चीकै कृष्णको शिवको कुनैको भौतिक रूपमा मैले दर्शन पाएको छैन कि त्यही भएर मैले यतातिरबाट चाहिँ क्लेम गरेर हजुरलाई भन्न खोजिरहेको होइन कि देयर इज गड तपाईँले यो वेले फलो गर्नु भने पाउनुहुन्छ सो इफ तपाईँले कृष्ण नै खोज्नु भइरहेछ लेट्स से भनेपछि मैले अब गीताबाट तपाईँलाई रेफरेन्स दिने हो राइट कसरी पाउनुहुन्छ त कृष्णलाई पत्र पुष्प जे पनि मनबाट हृदयले तिमीहरूले मलाई सम्झिन सक्छौ सम्झ्यौ पवित्र भावले एन्ड आई विल बी देयर भन्ने कुरा छन् राइट अब मैले के भन्दै थिएँ मेरो वे त्यो होइन कि मैले ज्ञानबाट आफूलाई हेरिरहेको छु नि त र ज्ञानी भक्त भनेको श्रीकृष्णको आत्मा नै हो अहम आत्मा गुडाकेश सर्वभूत स्थित होइन सम्पूर्ण
को स्थितिमा आत्मा हो। मैले के भन्न खोजिरहेको छु भने इफ मैले त्यो आत्माको बारेमा बोलेँ भने अगेन त्यो पर्सनालिटीमा पर्छ मेरो लागि चाहिँ, राइट? तपाईँले मैले पहिला पनि हजुरलाई सजेसन दिएको थिएँ, मैले हजुरलाई भनेको थिएँ विच कृष्ण त भनेर सोध्नु आई क्यान एन्सर, बट आई डोन्ट वान्ट टु, राइट? तपाईँले एउटा साँच्चीकै हरे कृष्ण जुन जप्दै हुनुहुन्छ, इस्कनका संस्थाका ठुल्ठुला मान्छेहरू छन्, यु सुड गो फर देम, राइट? मेरो केसमा इट्स सिम्पल, आई डोन्ट निड गड, राइट? वेन आई से आई डोन्ट निड गड देयर इज रिजन वाइ आई से आई डोन्ट निड गड इज मैले कृष्णको कुरा बुझेछु कि कृष्ण के भन्नुहुन्छ, सिद्धि असिद्धिमा समान भाव रह त्यो नै योग हो, आत्मादेखि आत्मामा सन्तुष्ट रह, राइट? बुद्धियोगमै गएर आश्रय खोज। स्टिल आई एम लुकिङ फर गड भने चाहिँ अगेन माइन्ड इज लुकिङ फर द्याट के फर मी इन माई केस, राइट? म त मेरो अनुभवबाट बोल्छु। सो मलाई चाहिँ के छ भने जब योग र क्षम दुवैको चिन्ता नगरेर स्वाधीन अन्तःकरण भएको म बने भने, राइट? एन्ड आई एम नट डिमान्डिङ एनिथिङ फ्रम एनी बडी एन्ड लाइफ, आई से द्याट आई डोन्ट निड गड। अरूलाई पच्दैन, जसलाई पच्दैन यस उनीहरूलाई बोलाउनुहोस्, उनीहरूलाई भन्नुहोस् कि ल म चाहिँ कसरी पाऊँ त त्यो साकार ईश्वर, राइट? म निर्गुण निराकार ईश्वरमा खुसी छु। मलाई स्कुन चाहिँ किन जानु भन्नुभयो? इस्कन जानु भनेको उहाँलाई बोलाउनुहोस् भनेको बिकज उनीहरूले गडलाई साकार रूपमा मान्छन्। आइ एम नट डिनाइङ है, उनीहरूको पाटो भयो कि आई एम जस्ट लोजिकल्ली सेइङ आई क्यान नट सो इट टु यु बिकज आई हेभन्ट सिन, राइट? यस, किन मैले पहिला भनेको थिएँ आई हेभ नट सिन गडको अर्थ के हो? द्रष्टा कहिले दृश्य बन्न सक्दैन। मैले पहिला पनि तपाईँलाई भनेको थिएँ त्यो होल आइडिया जुन छ नि द्रष्टालाई दृश्य बनाउने टु नोइङ योर सेल्फ भन्ने, त्यो तपाईँले भने त्यो एउटा पाथ मात्र हो तपाईँलाई जिस्काउनलाई बनाएको या फिर तपाईँलाई त्यो वेमा तान्नको लागि बनाएको। हामीले के गर्ने हो? द्रष्टालाई नै तोडिदिने हो जुन अहङ्कार हो। हाम्रो होल पर्पज त्यति हो। द्रष्टा भनेको अब दुईवटा भयो, अहिलेको लागि द्रष्टा हाम्रो अहङ्कार हो, तर यो अहङ्कारको पनि जुन द्रष्टा छ अवेरनेस, प्योर अवेरनेस, यु आर द्याट, र यही प्योर अवेरनेस नै गड हो। यो जुन अहङ्कार छ यो प्रकृतिका गुणको रियाक्सन हो एउटा। प्रकृति गुण फर इक्जाम्पल तपाईँको थटलाई मान्नु, थटले बडीसँग आइडेन्टिफाई गर्यो एन्ड मी भन्न थाल्यो, बट बियोन्ड द्याट देयर इज द प्योर अवेरनेस, राइट? यसको दर्शन तपाईँलाई हुन सक्दैन कि बिकज इट इज द अब्जर्भर, रियल अब्जर्भर। बुझ्नुभयो भने भन्न खोजेको गड भन्ने भयो नि, गड, राइट? तपाईँको कसैलाई नि थाहा छैन। अगेन अरूको साइडबाट म बोल्न सक्दिनँ। एक्चुअली पुरै मानव सभ्यतालाई गड भन्ने थाहा छ कि थाहा छैन? देखेका छन्, फिल गरेका छन्, राइट? अब यसमा पनि धेरै कुरा छन्, मान्छेले देखेको कुराहरू पनि गर्नुभएको छ, राइट? जस्तै राइट, फेरि अगेन आई हेभन्ट सिन, यु हेभन्ट सिन, तपाईँले रङ भन्न मिल्दैन, राइट? किन रङ भन्न मिल्दैन? यु हेभन्ट सिन, कुन बेसिसमा रङ भन्नुहुन्छ? राइट पनि भन्न मिलेन, आई एग्री टु द्याट, तर रङ पनि भन्न मिलेन कि, राइट? त्यति नै हो। हाम्रो केसमा चाहिँ द्रष्टा जुन हाम्रो अहङ्कारवाला छ त्यो भावपछि जुन शान्ति हुन्छ नि, मैले पहिला पनि भन्थेँ क्वाइटनेस, त्यसपछि क्वेसन रहँदैनन् कि बेसिकल्ली चाहिँ कुनै खोजी हुँदैन तपाईँको भनेपछि त्यो अर्कै स्टेटको कुरा हो। अनि त्यो स्टेटमा पनि म पुगेको छु, एक्चुअली पुगेको छु तपाईँको नाडाको बेला, व्हेन आई वाज द स्ट्याच्यु देयर, I have been working there as a statue through नाडाको फङ्सनमा। अनि टाइम चाहिँ आफै बगिरह्यो, आई वाज जस्ट सिटिङ, आई वाज जस्ट अब्जर्भिङ, आई डिडन्ट ह्याभ एनी थट्स इन माई माइन्ड, केही नै फिल भएको थिएन क्या मलाई। आई वाज जस्ट सिटिङ, आई वाज द अब्जर्भर ओन्ली, त्यस्तो फेज नै भएको थियो। अब यसमा के हुन्छ भने धेरै मान्छेले यस्तो अनुभवहरू सुनाउनु भएको छ, बट अनुभवको कुनै मूल्य नै छैन एक हिसाबले। तपाईँ डे टु डे तपाईँको ट्रुथ तपाईँबाट झल्किन्छ कि त्यो अनुभव त्यो एउटा पर्टिकुलर टाइमको थियो, राइट? म रिसेन्टली एकजना मान्छेलाई भेटेको थिएँ, उहाँले मैले देखेको भन्नुभयो, एन्ड आई वाज सो क्युरियस कसरी देख्नुभयो डेथलाई। अनि बाथरुममा एक दिन लड्नु भएछ, यहाँ स्ट्राइक भयो, त्यसपछि उहाँलाई केही पनि छैन, ब्ल्याङ्क छ, अनि मऱ्यो भनेरै उहाँलाई लग्न लगाइसकेको रहेछ, अनि सबै उहाँले आँचिममा छ, तर मान्छेहरू आएको पनि उहाँलाई सबै थाहा छ, एन्ड अल द्याट उहाँले भन्नुभयो, राइट? पछि उहाँको लाइफ कस्तो छ त? मसँग भेटिसकेपछि के गर्नुहुन्छ त? मसँग बोल्दै गर्दा कसरी बोलिदिइराख्नु भएको छ त? त्यो अनुभवको इम्प्याक्ट जिरो छ, विच मिन्स त्यो अनुभव जस्ट टाउकोमा यहाँ हिट भएर मात्रै भयो कि त्यो केमिकल लोचा भयो, त्यो अरू केही पनि होइन, राइट? सो तपाईँको केसमा आई डोन्ट नो, यु आर डिसिभिङ, यु मे बी डिसिभिङ योर सेल्फ, होइन? तपाईँले त्यो बेलामा मलाई यस्तो भयो भनेर अनुभव भन्नुभयो, यु मे नट, राइट? तपाईँको साँच्चै सत्यको झलक पो थियो कि, बट यसमा तपाईँले के ध्यान गर्नु पऱ्यो? अनुभवले हाम्रो अहङ्कारलाई झन् स्ट्रङ बनाउँछ कि
बिकज युआर होल्डिङ अन टु समथिङ, राइट? जस्तै यहाँ बुद्धको एउटा कोटेसन छ क्या, नट इभन अ गड क्यान चेन्ज इन्टु डिफिट द भिक्ट्री अफ अ म्यान हु हेज भ्याङ्क्विस्ड हिमसेल्फ भनेको छ क्या। यो धम्मपदको हो। यसको मिनिङ के हो भने यु डोन्ट होल्ड अन टु एनिथिङ। इफ युआर होल्डिङ अन टु एनिथिङ फेरि क्यारेक्टराइजेसन, मेमोरी, इगो फर्मेसन हुन्छ भन्ने कुरा हो। सो तपाईँले त्यो अनुभव सुनाउनु भयो नि, त्यसको प्रयोजन के हो? तपाईँलाई एउटा कुरा एक्सपिरियन्स भएको थियो, लिभ इट, लेट न्यू थिङ कम इन्टु बिङ। त्यसपछि चाहिँ नत्र एक्सपिरियन्सले चाहिँ तपाईँलाई एउटा भएको घटना क्या, एम्प्टिनेस मैले फिल गरेको एम्प्टिनेस फर्स्ट टाइम लाइफमा। सो व्हाइ डोन्ट यु एम्प्टी योरसेल्फ अगेन? फेरि यस्तो हुन्छ नि त, म चाहिँ अहिले साधनामा छु क्या। के को साधना भन्दाखेरि पोडकास्टको साधनामा होइन, यो मोडलिङको साधनामा, आफूलाई के गर्न मन छ त्यो साधनामा छु क्या म चाहिँ। अनि अब यो स्पिरिचुअलिटी र हजुरले भन्नुभयो जस्तै मेटेरियलिस्टिक, त्यो दुइटालाई मैले रिलेट गर्न खोजिरहेको छु। दुइटालाई रिलेट गरेर म चाहिँ अहिले साधनामै छु हजुरको। सो मैले यसको पनि पहिला भनेको थिएँ, हाम्रो दुईवटा छ क्या। एउटा जस्तै जुन अघि द्रष्टालाई हामीले अब्जर्भर नै हाम्रो अहङ्कार हो भन्ने कुरा गरेको थिएँ नि मैले पहिला। अलिकति के छ भने हाम्रो इन्द्रिय जुन छ नि, इन्द्रियमा नै कामना लुकेको हुन्छ क्या, राइट? सो त्यसलाई क्लिन्स गर्नु र त्यसपछि कर्ममा लाग्नु भन्ने होल आइडिया हो क्या यसमा चाहिँ। के गर्ने? त्यसलाई सफा गर्नु पर्यो। त्यो लोभ जुन छ हामीमा या फिर त्यो इगोलाई जति बुस्ट गराउने कुरा छ त्यसलाई क्लिन्स गरेर अनि त्यही वस्तुमा लाग्ने भन्ने चाहिँ होल आइडिया हो क्या यसमा चाहिँ। जस्तै कुनै कुराको पोजिसन चाहिँ तपाईँलाई फिल हुन भएन भनेको कुनै वस्तुको पोजिसनले गर्दा तपाईँलाई राम्रो लाग्नु भएन क्या धेरै। बिकज आइएम नट डिनाइङ तपाईँको त्यसकोबाट आउने जुन फिलिङ छ, बट वाट आइएम डिनाइङ इज, जस्तै मसँग बाइक छैन, मसँग बाइक आयो भने म खुसी हुन्छु, राइट? त्यसको अर्थ मभन्दा भ्यालुएबल बाइक भयो क्या, बाइकमा म डिपेन्ड भएँ, राइट? सो त्यो जस्तो बाइकबाट आउने कम्फर्टलाई डिनाइ गरेको होइन नि त, राइट? लग्जरीलाई डिनाइ गरेको होइन। तर बाइक नभएर एउटा कुरा पहिले मान्छे फ्रस्ट्रेसन छ, या फिर बाइक आइसकेपछि त्यही कुराबाट हामीलाई फेरि प्रब्लमहरू आउँछ क्या। एउटा कुरो यो भयो। सेकेन्ड थिङ, कुनै पनि यो वस्तुहरू छन्, भौतिक वस्तु जे पनि छन्, यसले के गर्छ भन्दा हामीलाई बारम्बार हेर्नु है, फर्स्ट टाइम कुनै पनि ह्याप्पनिङ हुन्छ भने त्यो ह्याप्पनिङ हाम्रो लागि कम्प्लिट न्यू हो नि त, बिकज हामीले फर्स्ट टाइम भनिरहेछौँ। सेम कुरा हामीलाई फेरि चाहिन्छ, तब समस्या हुने हो, राइट? होल ट्र्याप त्यही होइन त। इफ यु आर इन्टु समथिङ, यु आर डुइङ समथिङ, यु आर जस्ट डुइङ इट, यो त कम्प्लिट एक्सन भइहाल्यो नि। तर त्यो गर्दै गर्दा तपाईँको माइन्ड फ्रेगमेन्टेड भइरहेछ भने त्यो कम्प्लिट एक्सन भएन, राइट? भनेपछि त्यो डुअलिटीबाट आएको एक्सन भयो क्या। सो त्यसले चाहिँ हामीलाई दुःख दिन्छ। र मोस्ट अफ द टाइम के छ भने समस्या धेरै हामीले जति भन्छौँ नि, लग्जरी, पैसा, गाडी, घर, यो सब त्यो जसले पोजेस गरेर बसेको हुन्छ त्यो सबै डिस्टोर्टेड माइन्ड नै खानु क्या। त्यही भएर ध्यानीको हातमा धन हुनुपर्छ भन्ने कुरा त हो नि मेन पोइन्ट, राइट? मेडिटेटिभ मान्छेकोसँग पैसा भयो भने त्यसले राइट युज गर्छ कि, राइट? जस्तै वन्डरफुल कोटेसन पढाएको थिएँ मैले, के भनेको थियो भन्दाखेरि, म नेपालीमै भन्छु ल, इङ्ग्लिसमा पढाएको थिएँ। तर यति गरिबी देख्दा देख्दै पनि मान्छे धनी हुनसक्छ, कति साह्रो छाला भएको मान्छे होला है भनेको थियो कि, भनेको स्ट्रङ मुटु भएको भनेको, राइट? यो सी त्यो कसरी पोक गरेछ त्यहाँ। सो इट्स अप टु द्याट। अब यो कसले भनेको भने मुक्त पुरुषहरूले यसरी भन्ने गर्छन् कि, राइट? दे वान्ट टु सेयर वाट लिटल यु हेभ, होइन? त्यसरी नै कम्प्यासन कुरा गर्छन्। सो त्यही भएर के भनिन्थ्यो पहिल्यैबाट भने, अघि पोलिटिक्स कुरा हुन्थ्यो, राजालाई कन्ट्रोल गर्ने जहिले आध्यात्मिक मान्छे नै हुनुपर्छ भन्ने थियो कि। त्यही भएर मेबी राजाहरूलाई उनीहरूले म्यानिपुलेट गर्नलाई हो त्यस्तो कुराहरू गरेको होला, दान गर, यो गर, होइन? बिकज राजाले पोजेस गरिरहेछ नि त सब कुरा, र जनता भोकै छन् नि त, राइट? र उसले आफूले केही पनि कलेक्ट गरेको छैन, किनभने त्यो साधुले आफूले कलेक्ट गरेर आफै फेरि भोगमा बिलाउन सक्थ्यो, त्यो पनि एउटा चान्सेस हुनसक्थ्यो नि त। बट अब जो मान्छे भोगमा बिलाउँछ त्यसलाई साधु त के भन्नु फेरि, होइन? त्यो पनि पर्छ। त्यसो भए राजा साधु हुनुपर्छ? एक्सिलेन्ट क्वेसन। यसमा यस्तो छ, जस्तै व्यवस्थाको कुरा आयो यसमा चाहिँ, होइन? जस्तै हाम्रो हिन्दुइजममा ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र भनेर यसरी क्याटेगोराइज गरेको छ। हामीलाई त अब स्वधर्मै पालन गर भनेको छ नि त। जस्तै यहाँ कोही अट्याक गर्यो भने तिमी क्षेत्रीय हौ, क्षत्रिय हौ भने यो डिफरेन्ट, अरूलाई क्षति हुनबाट बचाउनलाई क्षत्रिय भन्ने हो। यो त एउटा कन्सेप्ट त होला नि? कन्सेप्ट होइन, यो एप्लिकेबल थियो पहिला। पहिला अहिले त अब म बलियो छु भने आई एम नट क्षत्रिय बट आई क्यान बी अ फाइटर, राइट? हैन? अहिले यसको कुरा अब वर्णसङ्करको कुराहरू आउन सक्छन्, अब धेरै डिफ्रेन्ट फ्याक्टरहरू छन् यसमा, होइन? जस्तै एज इट इज भन्दाखेरि चाहिँ, जस्तै
क्षत्रियको क्यारेक्टरिस्टिक्स हुन्थ्यो कि अब ल्याइने चाहिँ त्यही छ भने त उसले त्यही अनुसारको क्यारेक्टरिस्टिक्स त इनबिल्टै हुने भयो नि त, त्यो हिसाबबाट चाहिँ यो एप्लिकेबल थियो। ब्राह्मणहरूले पढेका हुन्थे, उनीहरूलाई बढी थाहा हुन्थ्यो भनेपछि दे आर नलेजेबल, सो दे आर ब्राह्मण। तर यो चाहिँ अलि हावा हो क्या यो ब्राह्मण यस्तो भयो, सानो जात ठुलो जात होइन। मलाई यो अहिले यस्तो झ्याउ लाग्छ, के गरे यो के व्यवस्था बनाएको जस्तो लाग्ने कि अब छुन नहुने रे, एउटा मानवले अर्को मानवलाई छुन नहुने रे, यो गर्न नहुने रे, त्यो गर्न नहुने। कतिसम्म चाहिँ मूर्ख क्या यो सभ्यता हाम्रो, उतापट्टि वेस्टर्न सभ्यताहरू त कहाँबाट कहाँ पुगिसक्यो। हामी चाहिँ नछो, यो नगर, त दलित, त कामी, यो यसै फस्यो होइन त। राइट। अब यस्तो छ, यसमा दुईवटा कुरा छ क्या। एउटा भनेको जहिले पनि मैले के भन्छु भने इफ यु वान्ट टु रिजेक्ट समथिङ फर्स्ट अन्डरस्ट्यान्ड द्याट थिङ कम्प्लिटली एन्ड देन रिजेक्ट। हाफ पोइन्ट देखेर रिजेक्ट गर्यो भने त्यसको रियल सिग्निफिकेन्स हामीले मिस गर्न सकिन्छ क्या। आइएम नट सेङ यसमा सिग्निफिकेन्स छ कि छैन, यो त हजुर म बसेर डिस्कस गर्नुपर्ने कुरा हो, राइट। अब यसमा यो विषय चाहिँ धेरै ठुलो छ फेरि यसमा होइन। यो विषय मैले बुझेको चाहिँ एकदम सरल छ। मानवता हो सबभन्दा पहिला। मानवता, एउटा मानवले अर्को मानवलाई प्रेम जे गर्ने हो राम्रोसँग गर्ने, त्यो तल्लो ठुलो के होइन, मेहनत गरेर अगाडि पछाडि पुग्न सकिन्छ। तर सबैलाई एउटै गुण दिया हुन्छ मान्छेमा होइन। तपाईँ ईश्वरले त ठुलो त सानो भनेर पठाउँदैन, सबैजना इक्वेल हुन्छ। कसले परिश्रम गर्छ, कसले मेहनत गर्छ, त्यति मात्रै होइन त। यस्तो पनि छ, जस्तै इक्जाम्पल के छ भने जस्तै ओके यो हाम्रो एउटा दृष्टि भयो जुन दृष्टिबाट हामीले देखिरहेछौँ, ओके फ्याक्ट। सेकेन्ड कुरा के हो भने जस्तै म या फिर कोही हामी मध्ये कोही एकजना वैष्णवको घर गयौँ, ओके। वैष्णव भनेको जुन श्री वैष्णव हुन्छन्, श्री वैष्णव भनेको जसले विष्णुलाई परमेश्वर भनेर आराधना गर्छन्, उहाँ गयौँ भने म किचनमा छिर्न इन्ट्री पाउँदिनँ मैले, आई विल एक्सप्लेन उनीहरूको साइड जस्ट। अनि त्यसपछि मेबी उहाँको ठुल्ठुलो आचार्यहरूलाई म टच पनि गर्न पाउँदिनँ भन्नुहुन्छ उहाँहरूले। रिजन के हो भन्दाखेरि उहाँहरूको अनुसार शुद्धताको कुराहरू गर्नुहुन्छ। यसमा चाहिँ शुद्धता अर्थ के हो भने उहाँहरू बिहान उठेर आराधना गर्नुहुन्छ, नुहाइधुवाइ गर्नुहुन्छ डेली, राइट। नेगेटिभ थट्स युज गर्नु हुँदैन, परस्त्री गमन गर्नु हुँदैन, राइट। इन्टक्सिकेसनहरू गर्नु हुँदैन, प्याज लसुन खानु भएको छैन, एन्ड दे आर प्रिपेरिङ देयर बडी फर समथिङ ग्रेटर। एउटा मान्छे छ हु इज जस्ट इन्डल्जिङ इन प्लेजर, यो माइट से उसको आफ्नो इच्छा हो। इफ तपाईँले त्यसको इच्छा भन्नुहुन्छ भने यतापट्टिको मान्छेको इच्छा त के त, जसले चाहिँ आफूलाई प्योर राख्न चाहन्छ एन्ड डोन्ट वान्टेड टु गेट इन एनी वे, आफूलाई चाहिँ कन्टामिनेट गर्न चाहँदैन इन वान सेन्स, त्यो पायो। त्यो हिसाबले चाहिँ एउटा शुद्ध र अशुद्धको हिसाबले चाहिँ हामीले छुने नछुने भन्ने कुरा हो। शुद्ध अशुद्ध त उसको इन्टेलेक्टमा फरक यो एकदम राइट। अब शुद्ध अशुद्ध तपाईँले इन्टेलेक्टमा भर पर्छ भन्नुभयो भने फेरि प्युरिटी, जस्तै तपाईँले फोहोर कपडा लाउने नलाउने, राइट। कपडामा नि त तपाईँले हेर्नु भइरहेछ नि, इन्टेलेक्चुअली भन्दा पनि फोहोर छ भन्दा फोहोर छ त्यो, राइट। तपाईँले त्यो छुनुहुन्न, त्यसलाई एभोइड गर्नुहुन्छ बेसिकल्ली। सो यसमा चाहिँ यो दृष्टिबाट चाहिँ मैले भन्न खोजेको त्यो मान्छेले मद मात्सर्य होइन घमण्ड आफ्नो डे टु डे लाइफै त्यहीमा बिताइरहेछ, त्यसैको बिचमा ऊ भइरहेछ भने नेचुरली जो मान्छे त्योबाट टाढा रहन चाहन्छ त्यो पर्सनतिर ऊ जाँदैन, र त्यो पर्सनतिर छोएको पनि त्यसलाई मन पर्दैन। इट्स अ फ्याक्ट। अब मलाई पर्सनल इक्जाम्पल हेर्नुहुन्छ भने मलाई कुनै ठाउँमा जाँदाखेरि मलाई एकदम नेगेटिभ फिल भयो कुनै पर्सनबाट कोहीबाट पनि भने म त्यहाँ नजिक जाँदिनँ। या फिर तपाईँले आफ्नो छोरी छ तपाईँको भने कुनै पर्सनहरू ड्रङ्क छ त्यहाँ नजा है त्यता, त्यसले छोएको पनि तपाईँलाई मन पर्दैन, राइट। उच निचको कुरा छोडिदिउँ न, यहाँ उसको व्यवहार देख्नु भइरहेछ, बोली देख्नु भएको छ, इन्टेलेक्चुअल। मेरै एउटा साथीलाई मसँगै हुँदाखेरि एउटा कति 60 जति एजको एउटा हुनुहुन्थ्यो, अनि उहाँले ड्रिङ्क गर्दै हुनुहुन्थ्यो क्या। अनि ठ्याक्क त्यो खाना बित्तिकै काम बास्ना बढ्यो प्रोभाब्ली, अनि जान लगाएको भन्नु रक्सी खाँदैन त, अनि जान्यो भनेर सोध्नु भयो कि, जान लगाएको भनेर उसलाई सोध्नुभयो मेरो साथीलाई, केटी साथीलाई। अनि जान लगाएको भन्दा हात मिलाउ न त भन्नुभयो कि, विच इज एब्सोल्युटली अननेसेसरी, राइट। बट हि वान्टेड टु टच इट। त्यति बेला नछौ भन्न मैले भने आइएम जस्ट प्रोटेक्टिङ इन द्याट सेन्स मात्रै। त्यही हिसाबले प्रामार्थमा त्यसलाई एप्लाई गर्ने हो हामीले। यसलाई पछि गएर भनौँ या फिर अहिले पनि त्यसलाई विकृतिको रूपमा युज हुन्छ भने एब्सोल्युटली रिजेक्ट गरिदिउँ क्या त्यसलाई। बट मैले तपाईँलाई देखाउन खोजेको लोजिक मात्र देखाउन खोजेको, हामीले यदि हामी जस्तो मान्छेहरूले त्यसलाई हामीले आधार बनाएर रिजेक्ट गरिरहेको छौँ भने प्रोबाब्ली दे आर डुइङ द सेम, बट नट स्योर, वी हेभ टु किप द्याट आउट। यो केटीहरूको कुरामा चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि चाहिँ मैले बुझेको चाहिँ तपाईँको मन जित्ने हो होइन, अरू भने यो फिलिङ यो भने आई डोन्ट केयर, म चाहिँ व्यक्तिगत क्या। तपाईँको मन जित्न सक्नु पऱ्यो कुनै नारीलाई, इज्जतले हुन्छ कि प्रेमले हुन्छ कि मन जित्न सक्नु पऱ्यो, एकदम हुन्छ नि एकदम इन्टेलेक्चुअली इमोसनली कनेक्ट भएर उसँग त्यस्तो खालको हुनुपर्छ। यो कहाँ यो छुनी त्यो बुद्धि नभएर हो, त्यो नजाने होइन त, राइट। अब तपाईँले भन्न खोजेको चाहिँ जस्तै कोही छ
जस्तै अब सबैसँग हामी सबैजना एउटै होइन त भने के एक्जिस्टेन्समा हामी एउटै त नि हामी पुरुष र स्त्री त हो नि अनि एकअर्कालाई सपोर्ट गर्ने एकअर्कालाई माया गर्ने त हो नि होइन र त्यसमा त के रङ भएन माया गर्न त पाइयो माया गर्न सम्भोगको वस्तु बनाएर हेर्न पाइएन भन्ने कुरा मात्र सम्भोगको वस्तु पनि दुईजनाको एग्रिमेन्ट यसलाई चाहिँ गन्धर्व विवाह भन्ने भइहाल्यो त्यो एग्रिमेबल छ त्यो कुरै भएन तपाईँको अनि यो मेडिटेसन छ नि कतिको युज हुन्छ यो मेडिटेसन अब यस्तो आँखाचिम्मा गरेर यस्तो छ मेडिटेसन भन्ने कुरा हामीले भर्खर गरेको कम्प्लिटली यो कुराभन्दा अपोजिट हो कि डिनायल अफ अल द्याट इज मेडिटेसन जति कुरा गर्नुभएसम्म रिजेक्ट एभ्रिथिङ थ्रु आउट द्याट इज मेडिटेसन यो शून्यता हो के हो अनिलजी किनभने हामीले ध्यान भन्ने जब विषय आउँछ नि जस्तै धारणा ध्यान समाधि भन्ने तिनवटा वर्ड युज हुन्छन् क्या नर्मली धारणाले पहिला के गर्छ भने धारण गर्नु पऱ्यो कुनै पनि एउटा वस्तु त्यसलाई धारण गर्नुभयो तपाईँले त्यसमा तपाईँ अविचल रहनु पऱ्यो पहिला त भनेको विचलित हुनु भएन अब यो जुन प्रोसेस छ धारणालाई नै ध्यान भन्छन् कि त्यहीमा चाहिँ मिस्टेक भएको छ भाइ जस्तै कसैले एउटा फर्मलाई कुनै गड कुनै मन्त्र त्यसलाई धारण गर्यो अफकोर्स धारणा बिना ध्यानतिर जाने त प्रोसेस सुरु नै भएन युआर होल्डिङ अन टु समथिङ फर्स्ट त्यो धारणा हो तपाईँले धारण गरेको के तपाईँले अब ध्यानले के भन्छ भने एकदम एकदम खतरा छ त्यो धारण गरेको वस्तुमा त्यो बाहेक तपाईँको माइन्डमा थट अरू आएनन् विच इज अ बिट डिफिकल्ट एट फर्स्ट राइट बेसिकल्ली के हुन्छ त्यसमा त्यसलाई मात्रै राइट मेबी फर्म मन्त्र ओम एनिथिङ के त्यसपछि तपाईँले त्यही वस्तुमा मात्रै तपाईँ अड्डिन सक्नुभयो अडिक हुन सकिन्छ अफकोर्स बाई प्र्याक्टिस सकिन्छ है हामीलाई जस्तै अहिले बानी नभएर त हो नि जस्तै 1 मन्थसम्म ट्राई गऱ्यो भने मेबी सकिन्छ होला त्यो गर्नु पऱ्यो आफूले होइन विपासना ब्रिदिङमा कन्ट्रोल गरे जस्तै त्यसपछि ध्यान प्रोसेस सुरु हुन्छ त्यो वस्तुप्रतिको र समाधिले के भन्छ भने समाधि कहाँबाट त्यो थट स्टेट हो मेडिटेसन जब फुल छ नि भनेको त्यो कम्प्लिट हुन्छ नि एउटा ह्युमन बिइङमा त्यो स्टेट समाधिको स्थिति हो क्या म त्यहाँ भन्छु जब त्यो ध्यान भयो नि घट्यो तपाईँमा तपाईँले गर्न सक्नुहुन्न ध्यान तपाईँमा हुने हो ध्यान कि धारणा तपाईँले गर्ने हो राइट धारणासम्म तपाईँले गर्नुहुन्छ ध्यान तपाईँले गर्ने होइन क्या त्यसपछि त्यो ध्यान जब तपाईँमा घट्छ त्यो वस्तुको होल कन्टेन्ट तपाईँले थाहा पाउनुहुन्छ अरे क्या तपाईँ र त्यो वस्तुमा द्वैत आउँदैन त्यो विचार जुन वस्तुमा गरियो नि त नन गरियो त्यसपछि के हुन्छ विचारक जुन फेड छ है त्यो अब्जेक्ट नै तपाईँ हो सो ध्यानबाट तपाईँले त्यो अब्जेक्टको बारेमा कम्प्लिट कन्टेन्ट त्यसको थाहा पाउनुहुन्छ तपाईँले एन्ड जब तपाईँले त्यो थाहा पाउनुहुन्छ त्यो स्टेटमा नन तपाईँको जुन इगो छ नि त्यो डिजल्भ भएर समाधि भनेको सम्पूर्ण कुरामा आफू सम्पूर्ण हो भन्ने भावना समाधि हो भन्छ कि सो यसको अर्थ के हो दुई तरिका लगाउनु मिल्यो एउटा आँखा बन्द गरेर गरिने पुग्ने समाधि भनेर जुन भन्छन् सन्तहरूले त्यसको अर्थ के हो तपाईँले ध्यान गरेको अब्जेक्ट लेट्स से रामकृष्ण परमहंस हुनुहुन्छ भने उहाँ समाधिमा पुग्नलाई महाकाली र उहाँमा डिभिजन हुन भएन उहाँको ध्यानको वस्तु महाकाली हुनुभयो ओके उहाँको ध्यानको वस्तु महाकाली हुनुभयो हि इज मेडिटेटिङ अन महाकाली फर्स्ट देयर इज अ मेडिटेटर एउटा मेडिटेसन गर्नेवाला एउटा शरीर भयो आँखाचिम्मा गरेर बस्यो ओके तपाईँको थट्स लगाउनु भयो सुरुमा त तपाईँले थट लगाउनुहुन्छ अब्जेक्टमा सो देयर इज अ डुअलिटी दुईवटा छ होइन ध्यान गर्दा केही नि नराख्ने हैन थट पर्छ त्यो ध्यानमा पुगेकै छैन नि धारणामा छौँ हामी त राइट धारणामा के गर्छौँ धारण गरिरहेछौँ केलाई महाकालीलाई र तपाईँ संहितापट्टिको छ त्यसले ध्यान गरिरहेछ एउटा प्रोसेस यो प्रोसेस हो धारणा प्रोसेस हो फर्स्ट स्टेप सेकेन्ड स्टेप अब त्यहाँ फेड हुन्छ त्यो ध्यान गर्नेवाला फेड हुन्छ अब तपाईँले भने जस्तै कोही पनि नहुनु होइन र भन्नुहुन्थ्यो नि यो नहुनुवाला फिलिङ जुन छ त्यो फिलिङ त ऊ मात्र रहन्छ नि त तपाईँ नरहनु हो त्यहाँ फेरि केही पनि रहँदैन भन्ने हो नत्र तपाईँ त शून्य पुगिसक्नु भयो त राइट सो यसमा चाहिँ ध्यान गर्नेवाला नभएर त्यो अब्जेक्ट अफ मेडिटेसन चाहिँ रहिरहन्छ फेरि समाधिले के भन्छ भने जुन अब्जेक्ट अफ मेडिटेसन थियो त्यसको सबै कन्टेन्ट थाहा पाउनुहुन्छ तपाईँले त्यो अवेरनेसमा सो त्यही अवेरनेसमा तपाईँले जब त्यसको होल कन्टेन्ट थाहा पाउनुहुन्छ नि अब त्यो कन्टेन्ट मात्र त्यहाँ हुन्छ के बुझिराख्नुपर्छ त्यहाँ डिभिजन भएन किनभने त्यो डिभिजन गर्नेवाला जुन हाम्रो थट डिजल्भ हुन्छ भन्ने आइडिया भयो यसको प्रयोजन के त भन्दाखेरि वी गेट टु नो द होल कन्टेन्ट अफ द्याट थिङ जस्तै हामीले अब त्यही भएर ईश्वर रियलाइज भयो भन्छन् समाधि यहाँ पुगेपछि त्यसको अर्थ के हो
त्यो अब्जेक्ट अफ मेडिटेसनसँग त्यो एकै भाव भयो या फेरि एकै भाव भएको हो भन्ने चाहिँ अर्थ लाग्ने हो। अब रियल लाइफमा यसको के प्र्याक्टिकलिटी के छ भने जुन योगी हुन्छन् साधक हुन्छन् तपाईँ अचम्म के लाग्छ भने आई पुट समथिङ इन फ्रन्ट अफ देम एन्ड दे से द होल कन्टेन्ट अफ द्याट थिङ द्याट इज द स्टेट अफ मेडिटेटिभ माइन्ड के सो सरप्राइजिङ लाग्छ नि हामीलाई। बट के सरप्राइज हुने कुरै छैन बिकज ध्यानस्थ व्यक्तिको अगाडि त्यो वस्तु आयो भने द्याट पर्सन सिज होल्ड अफ द कन्टेन्ट अफ द्याट इजिली, त्यो कुनै एफर्ट हुँदैन क्या त्यहाँ। सक्सेसफुल हुनलाई पनि मेडिटेसन एकदम चाहिन्छ है। सक्सेसफुल र मेडिटेसन सँगै जाँदैन क्या, जाँदैन। वाट आई मिन होइन सक्सेस इन द सेन्स ध्यान भन्नुभयो होइन, ए ध्यान गरेरै पुग्ने त होला नि एउटा आफूलाई डिजायर भएको कुरामा के हो होइन। एउटा ध्यान त्यही अब रोनाल्डोको ध्यान फुटबल होइन, अब यहाँ इलोन मस्कको ध्यान यो यताउता होइन, डोनाल्ड ट्रम्पको पोलिटिक्स यताउता, त्यो ध्यान त हो नि यसो हेर्दाखेरि त। अगेन फेरि तपाईँको के आउँछ भन्दाखेरि लाइक लेट्स से पर्पोज त दिने होइन, अघि नै भनेको थिएँ मैले। बट मेडिटेसन मिन्स तपाईँको हस्ती जुन छ नि तपाईँको बिइङ के त्यसको होल फङ्सनलाई थाहा पाउनु मेडिटेसन हो कि, फङ्सनलाई राइट होल। सो आर दे अवेर अबाउट अफ दे हु दे आर एक्जाम्पल, त्यसरी हेर्नु न, त्यसरी सोच्नु सक्नुपर्छ क्या हामीले। जस्ट उनीहरूले एउटा काम गर्दैछ भने तिनीहरूलाई ध्यानी भन्ने होइन, तिनीहरूलाई ध्यानी भन्थ्यौँ भने त अब यत्रो अब सबै बन्द गर्नुपर्ने हामीले के छ, आफ्नो ध्यान होला नि होइन। अगेन यो यसले के हुन्छ भन्ने कुराको तपाईँले त्यो देख्नु भइरहेको छैन कि, आफ्नो भन्ने कुराले त होल यो ट्रेजेडी देखिरहनु भएको छ त्यो भइरहेछ नि भन्ने कुरा हो कि, राइट। मेडिटेटिभ मिन्स ल ठिक छ तपाईँ एउटा सेक्टरमा हुनुहुन्छ, तपाईँ सेक्टरमा नहुनु भने नि होइन। जस्तै यो जुन टेबल राख्नु भएको छ यसको वेल म्यानेज वेल डिजाइन छ, यो पर्फेक्सन छ, यो हुनु पऱ्यो। तर यो एउटा डिरेक्सनमा पर्फेक्सन भयो, राइट। जस्तै थोमस अल्वा एडिसनले हो प्रोबेबली आफ्नो वाइफको नाम भुल्ने, उसले बल्ब त बनाएर दिइरहेछ हामीलाई, आफ्नै बुढीको नाम याद गरे छैन नि त उसले। सोक्रेटिसलाई पनि त्यही भन्छन् होइन, खतरा इन्टेलेक्चुअल जिनियसै हो, आफ्नो बुढीले आएर पानी खनाइदिइरहेछ, बुढासँग खुसी छैन नि त। मैले के भन्न खोजेर चाहिँ मेडिटेसन मिन्स होल अफ लाइफलाई कन्टेन गरेको हुनु पऱ्यो क्या सर, द्याट इज मेडिटेसन। यु क्यानट लिभ वान पार्ट हियर एन्ड देयर, मेरो पोइन्ट त्यति हो। इन वान डिरेक्सन यु क्यान बी पर्फेक्ट, बी द्याट, इफ अरू केही नहुनु भन्दा त्यही गरेको ठिक, राइट। बट मेडिटेसन मिन्स हरेक कुरालाई इन्क्लुड गर्न सक्नु पऱ्यो, द्याट इज द ओन्ली थिङ आइ एम सेइङ, ट्राइङ टु सेइङ। होइन त्यस्तो, तर एकदम गाह्रो हुने छ नि त्यसरी त, एकदम गाह्रो। एउटा समात्न खोजी अर्को छुट्टिन्छ, यो समात्न खोजी यता छुट्टिन्छ, अनि के गर्ने त्यस्तो बेला चाहिँ। मेडिटेसन त होइन त ल भन्नुहोस् न, यता अब मोडलिङ सेक्टरमा त यो काम गरिरहेको छ, यतापट्टि साथीभाइ छुट्टिन्छ, यता पढिरहेको हुन्छ, यतापट्टि पार्टी छुट्टिन्छ। त्यही भएर अब यो पचाउन गाह्रो कुरा छ, बट मैले पहिला पनि आई गेस पोइन्ट आउट गरेको थिएँ, मेडिटेटिभ मान्छे जहिले एक्लै नै हुन्छ कि, हुनै पर्छ कि। सो एक्लै हुनुको रिजन के हो अगेन, नाउ एक्लै बस्नु पागल भन्छ होइन त हो कि ल भन्नुहोस् न, समाज यस्तो छ नि त ब्रदर, के हो। त्यही भएर त जब ध्यान घट्छ हामी समाज विरोधी भइन्छ नै है, किनभने समाज भनेको एउटा अर्डरमा चल्छ क्या, भेडा बाख्राको अर्डर। त्यो अर्डरबाट तपाईँले जस्तै त्यहाँ केही देख्नु भएर त तपाईँले विद्रोह सुरु गर्नुभयो त, राइट। सो त्यो विद्रोह सुरु जब हुन्छ नि त्यो ध्यानको सुरुवात त हो। अब रङ तरिकाले विद्रोह नि हुन सक्ला नि, तर मैले अघि नै भनेको थिएँ इट मस्ट कन्टेन होल अफ इट, होल अफ लाइफ। समाज छ कि त्यसलाई त्यस्तै छोडिदिउँ, त्यसको अफकोर्स त्यसको इम्प्याक्ट चाहिँ हामीमा परिरहेको हुन्छ। बट के हुन्छ भने समाज भनेको के हो अगेन फेरि इन्डिभिजुअली मिलेर बन्ने कुरा हो। सो इन्डिभिजुअली सुरु गर्नु पऱ्यो नि त हामीले। सो पहिला त हजुर नै समाज हो नि त होइन, अघि भने जस्तै यु कन्टेन द होल। सो यु सी फर्स्ट, तपाईँ एक्लै रहन सक्नु भएन, अर्को सक्दैन, त्यो विचार गर्नु पऱ्यो। तपाईँमा काम क्रोध लोभको बेगहरू बढी हुनसक्छ, कोहीमा अलिकति कम होला, तर सबैमा छ, त्यो एग्री गर्न सक्नु पऱ्यो। यसले आउँछ कम्प्यासन आउने भनेको त्यो हो कि यु क्यान रिलेट, राइट। त्यही भएर त तपाईँ कमिलालाई नमारौँ, यसलाई नमारौँ, बिकज आई कन्टेन लाइफ, द्याट कन्टेन लाइफ, यु रिलेट विथ एभ्रिथिङ के। सो होल पोइन्ट इज द्याट मान्छे अहिले बेसिकल्ली के छ, स्लेभ छ, टेक्नोलोजीको स्लेभ छ, प्लेजरको स्लेभ छ, एन्ड अल द्याट, धेरै इन्टरटेनमेन्टको स्लेभ छ, सेल्फ इन्क्वायरीको लागि टाइम छैन, कसैले होस दिलाउने व्यक्तिहरू छैनन्, एजुकेसन प्रोपर छैन, एन्ड अल द्याट। यसरी भन्दै गएपछि आफ्नो साइडबाट यस, एन्ड हजुरले आफ्नो साइडबाट गर्दै हुनुहुन्छ होइन, दिस अपर्च्युनिटी हजुरले दिनुभयो पनि होइन। यो तपाईँको यो पनि चाहिने रहेछ क्या ब्रदर, राइट। होइन त ल भन्नुहोस् न आफै,
यो एकजना समाजमा एकजना एउटा किरदार भएन भने समाज चल्दैन राइट त्यही होल पोइन्ट के हो भने अब जस्तै त्यही के हामीलाई जस्तै फार्मरहरू चाहिरहेछ यो पनि छोडौँ न अर्को कुरा के मजादार कुरा के थियो भने जब पानी परेर हुन्छ नि म राम्रो सुट लाएर हिँडेर बेला बाटो कति फोर्वा भनेर रिसाउँदै गर्दा के पनि सोच्नुपर्छ भने कति फार्मरहरूलाई चाहिँ खुसी लागेर होला अरे के सो त्यही एउटा सानो सेन्सिटिभिटीको चाहिँ जन्म गराउनु सक्नु पऱ्यो भने ठुलो कुरो त्यही हो कि यङ मान्छेहरूदेखि हेरौँ अहिले हजुर अहिले एउटा केपेबल भइसक्नु भयो भने तपाईँ आफ्नो चोइसेसको बारेमा तपाईँ अवेर हुनुहुन्छ कि महिलाहरू तपाईँलाई आइडेन्टिफाई गर्नु पर्दैन तपाईँले कुनै एक्सन गर्दै हुनुहुन्छ भने यु क्यान सी त्यसमा लुकेका त्यो पेन सफरिङ तपाईँले देख्नुहुन्छ मजाले यङ मान्छेहरूको माइन्ड के छ भने त्यो डिरेक्सनमै छैन गेमिङमा छन् भने दे आर कम्प्लिट इन्टु गेमिङ र गेमिङ खेल्दा खेल्दा तिनीहरूको पढाइ ह्याम्पर भएको पनि देख्दैन त्यो हुन्छ नि वान साइडेड एकदम माइन्ड काँचो माटो भयो क्या तिनीहरू सो कोही होस् जसले चाहिँ अवेरनेसको कुरा गरोस् के राइट पोइन्ट आउट गरिदिने हो नि त हामीले त अल वी क्यान डु इज टु पोइन्ट आउट त्यो मेरो होल आइडिया त्यही हो कि म चाहिँ गएर चाहिँ एटलिस्ट म क्लासरुममा छु या फिर म यस्तो भिडियोको मार्फतबाट कहीँबाट पनि के चाहिँ पोइन्ट आउट गर्न खोजिरहेको छु भने सी वाट यु आर डुइङ राइट कमसेकम होस्टमा गर न त्यो कुरा चोइसमा गर सो मैले भनेको थिएँ हजुरलाई पहिला पनि एकजना सानो भाइ होइन उसले आफ्नो भर्खरै कोही मन पऱ्यो उसलाई साइकलमा कलङ्कीदेखि भक्तपुर पुगिरहेछ क्या द्याट मच ड्राइभ एन्ड इनर्जी द्याट पर्सन ह्याभ राइट त्यो जरुरी छ त ना वाट यु विल से राइट हजुरको अवेरनेसमा त्यो फ्याक्टलाई राखेर हेर्दाखेरि कसरी हेर्छ त्यो फ्याक्टले जरुरीको कुरा नहोला त्यो फिलिङको कुरा होला नि त्यो हिसाबले सोच्यौँला तर अहिले उसको राइट न उसको इम्पोर्टेन्स भनेको एक्जाम हो एसई आउँदैछ तपाईँले त्यसरी हेर्न सक्नुहुन्छ नि त करियर बिग्रेला राइट बुवा आमाको इन्भेस्टमेन्ट पनि छ बट त्यो फिलिङको कुरा गर्दा त्यसलाई हामीले रेस्पेक्ट त गर्छौँ होइन त्यो एउटा इनोसेन्ट फिलिङ हो बट त्यसको अन्डरस्ट्यान्डिङ उसँग छैन कि र कोहीले भन्न पनि कसैलाई सक्दैन अनि हामीले लभको कुरा गर्छौँ क्या त्यो चाहिँ समस्या मैले भन्न खोजेको राइट स्योर गर्नको लागि लभमा के इम्प्लिकेसन्स हुन्छ फर इक्जाम्पल इफ आई लभ यु फर इक्जाम्पल तपाईँलाई चोट नलागोस् तपाईँलाई नराम्रो नहोस् तपाईँको केयर गर्ने हो नि केयर त लुक इनहेरेन्ट क्वालिटी हो नि त लभमा हुने राइट तर बच्चा डराइरहेको छ प्यारेन्ट्सहरूसँग अनि जहाँ डर हुन्छ त्यहाँ माया कसरी भइरहेछ त नि तर हामीलाई त मजा आउँछ फेरि होइन हामीले त कहाँ डर बिना त कहाँ हुन्छ र भन्छौँ तर डरले नै जस्तै इक्जाम्पल म रुम पुगिरहेको थिएँ एउटा बच्चा बिहान 8 बजे निस्किएछ बेलुका 7 बजे घर आएको आमाले समात्दै ड्याम पिट्नु भएको थियो कि सो फियर थियो त्यही भएर एङ्गरमा कन्भर्ट भयो फियर राइट लभ चाहिँ कहिले पनि कन्भर्ट हुँदैन कि मैले बुझेको चाहिँ लभ भने चाहिँ एकदम मजाको कुरा हो होइन यो भने चाहिँ एकदम एफर्टलेसली आफू एक थोप पनि एफर्ट नगरिकन माया बाँड्ने माया त जति दिँदा पनि केही फरक पर्दैन माया बाँड्ने होइन तर तपाईँको यो बच्चाहरूलाई चाहिँ तपाईँको यो बुझ्दैनन् रहेछन् क्या दे निड टु एक्सपिरियन्स इट अनि बल्ल बुझ्ने रहेछन् क्या यस्तो भावनाको कुरा के छ भने भन्नु पनि बाँड्ने एफर्टलेसली त्यो बाँड्नलाई हुन पऱ्यो पहिला भन्ने कुरा सोध्छु क्या त्यो किनभने लभ इज द लाइक हुन्छ नि एक्सप्रेसन अफ द कन्टेन्टमेन्ट यु हेभ के वान इज नन कन्टेन्ट दिनभरि टेन्सनमा बसिरह बेलुका पनि टेन्सन छ भोलिको बिहानको टेन्सन छ अनि त्यसले कसरी माया गर्न सक्छ त नि द्याट पर्सन क्यान नट लभ होइन त्यो सोच्नु पऱ्यो अनि तपाईँले बुझ्नु भएको चाहिँ लभ चाहिँ के हो त यत्रो किताबहरू पढ्नु भएको छ गीताहरू पढ्नु भएको छ के बुझ्नुभयो त्यो लभ भन्ने कुरा अब एउटा वर्डमा भन्दा फ्रिडम हो होइन अब त्यो फ्रिडमको पनि डिफिनेसन कसरी दिन मिल्छ भने हामी एकदम बाटो मान्छे छौँ पहिला कुरा त्यो एग्री गरौँ सबैले एकदम डरपोक र बाटो है हामीलाई हरेक कुरालाई प्रोसेस गर्न छ क्या एउटा बन्धनमा एउटा प्याटर्नमा त्यो छ अब लभ भन्न बित्तिकै के छ भन्दा पहिलो कुरा मैले इनहेरेन्ट क्वालिटी अफ केयर भनेको थिएँ आई वन्ट हर्ट यु भन्ने कुरा इम्प्लाइ हुन्छ कि लभ भन्न बित्तिकै अब रियल्ली भन्ने भने क्या ल परमार्थिक दृष्टिबाट हेऱ्यो भने मात्र परमार्थिक मिन्स एब्सोल्युटबाट हेऱ्यो भने मात्र लभ पोसिबल छ एक्चुअली नै व्यवहारिकबाट त लभ पोसिबलै छैन त्यहाँ त डोमिनेन्स पोजेसन जेलसी हरेक पर्छ सो तपाईँले सोधे जस्तै वाट इज लभ भनेर अल्टिमेटबाट भन्दाखेरि त्यहाँ फ्रिडम नि त त्यो रियलाइज हुन बित्तिकै तर त्यो कस्तो इन्ट्रेस्टिङ कुरा के छ भने लभ प्रेम अभिव्यक्ति हुनलाई कन्टेन्टमेन्ट भन्ने कुरा गरेको थियौँ तर जबसम्म डिजायर्स एन्ड अल द्याट सेटभित्र हुन्छ नि हामीभित्र इगोहरू त्यो कहिले कम्प्लिटै हुँदैन कि फेरि त्यही भएर वी मस्ट गेट रिड अफ द्याट फर्स्ट बेसिकली यहाँ के पनि भन्न खोजिरहेको छ भने वेन आई से होइन योबाट हामी फ्री हुनुपर्छ हाम्रो इगोबाट भन्न खोजेको के हो भन्दा यु निड टु क्रिएट अ स्पेस विच इज बााउन्डलेस के तपाईँभित्र
ओन्ली ओन्ली देन यु क्यान एक्सप्रेस द्याट. हामी के छौँ, टाइनीमा बाँधिएका छौँ कि साना साना कुराहरूले पीडित छौँ, शोषित छौँ. एक्ज्याक्टली. अनि त्यो शोषित भएको ब्रेनले चाहिँ प्रेम गर्ने कुरा गरिरहेको छौँ कि त्यो सक्दैन. नम्बर 1. नाइदर ओशोलाई फलो गर्ने मान्छेले कहिले प्रेम गर्न सक्छ, अब डाइरेक्ट नामै लिएर भने, बिकज ऊ बाँधियो ओशोमा. त बाँधिस कि प्रेम गयो भन्ने कुरा बुझ भन्ने हो सिधै. माला लाएर हिँड्छौ भने नि प्रेम गर्न सक्दैनौ. ओशोको माला लाउने मान्छेले उतापट्टि हरे कृष्णको कन्ठी लाउने मान्छेलाई माया गर्न सक्दैन के. र उतापट्टि हरे कृष्ण जप्दै हिँडेको मान्छेले कन्ठी बानेको छ नि, त्यसले ओशोको मान्छेलाई कहिले माया गर्नै सक्दैन क्या. अनि दे टक अबाउट लभ एन्ड भक्ति. त्यो हो ट्रेजेडी, एक्चुअल ट्रेजेडी चाहिँ. सो कहीँ बिलोङ गर्नु भएन, एकदम एब्सोल्युट फ्रिडम. द्याट इज लभ, द स्पेस यु हेभ हुन्छ नि, त्यो हुनुपर्छ. त्यो अब मान्छेले सक्दैन अफकोर्स. एकदम लभ भने तर एकदम सुन्दर कुरा हो है. मलाई चाहिँ एकदम मजा आउँछ यो लभ होइन, प्रेम. यो आमा ड्याडसँगको सम्बन्ध पनि एउटा प्रेम हो होइन, एउटा नारीसँगको सम्बन्ध नि प्रेम हो. लभ भने एभ्रिथिङ. यो पातसँग नि लभ हुनसक्छ होइन, एभ्रिथिङ वाट इज लिभिङ होइन, त्यो लभ त हो नि होइन. त यो प्रेमले गर्दा त पोसिबल छ नि एभ्रिथिङ. यो समाजदेखि लिएर के हो प्रेमको टुक्रा के टुक्राले यति गरिरहेछ भने त्यो फुल्यो भने कति गर्ला भन्ने कुरा हो राइट. त्यो भन्छौँ नि हामीले. अब एउटा के भन्छन् भने होइन, कहिले काहीँ कुरा गर्दाखेरि के आमालाई माया थिएन भने बच्चालाई एबोर्सन त गर्न सक्थ्यो नि त. आमाले माया गर्नुभयो त्यही भएर हाम्रो राख्नु भन्छन् कि. त्यो एउटा फ्रेगमेन्ट मात्रै हो कि. दे वान्टेड टु गेट प्रेग्नेन्ट अर ह्याभ अ चाइल्ड, नट यु राइट. हामीलाई जस्तै अनिलै पाउँछ जन्माएको होइन नि त, मेनालले जन्माउँछ जन्माएको होइन नि त. दे वान्टेड टु कन्सिभ, दे कन्सिभ राइट. कति त एक्सिडेन्टल हुन्छ अझै. सो त्यस्तो एउटा फ्रेगमेन्टले मात्रै एउटा न्यू लाइफ आएको छ. दे माइट नट रियलाइज द्याट राइट. लाइक तपाईँ के भन्छ नि, तपाईँ के हुनलाई जन्मिया हो त त्यो थाहा छैन नि त. दे मे डाउटेड यु, साउटेड एट यु होइन. कति कुरामा तपाईँलाई डिनायल गर्नुभयो, रिजेक्ट गर्नुभयो होइन. तपाईँले यो हुँदैन, तैँले यो गर, धेरै कुराहरूमा रोक्नुभयो. मेबी देयर इज सम केयर, मेबी नै भनौँ मैले. बट त्यो एउटा झलक हो प्रेमको झलक हो. त्यसले यति गरिरहेछ भने यु हेभ टु अन्डरस्ट्यान्ड होइन त्यसको सिग्निफिकेन्स, होल अफ इट कति होला. यो तपाईँको यो मोक्ष भन्ने चाहिँ के हो, मैले अहिलेसम्म बुझेँ होइन. तपाईँको किताब पढेँ मैले. मोक्ष भन्ने ट्याक्कै यो वर्डको डेफिनेसन चाहिँ, मोक्ष भनेको के हो भने दुईवटा छ. जस्तै मुक्ति भन्ने शब्दले के हुन्छ भने फ्रिडम फ्रम भन्छ कि. जस्तै तपाईँको माइन्डमा एउटा थट स्टक भयो अनि यु आर ट्रबल टु विथ इट. वेन आई मेक तपाईँलाई त्योबाट फ्री गराइदिएँ मैले बाई एनी वे, त्यसलाई मुक्ति भन्छ. फ्री चाहिँ कता फ्री गर्ने? फ्री मिन्स त्यसलाई तपाईँले त्योबाट तपाईँलाई मैले अन्डरस्ट्यान्डिङ दिएँ र नाउ यु सी ओ यस्तो पो थियो है, यसरी लिएको रहेछु. फर इक्जाम्पल तपाईँले आफ्नो मोबाइल फोन किचनमा भुल्नु भएको थियो अनि तपाईँले चाहिँ हरायो भनेर बस्नु भइरहेछ क्या. अनि मैले भने तेरो फोन त किचनमा छ, त्यो मोक्ष भयो. मुक्ति भयो, मोक्ष होइन मुक्ति. म त्यही भएर मुक्ति र मोक्षलाई डिफ्रेन्ट गरेको थिएँ क्या. मुक्ति मिन्स तपाईँ त्यो थटबाट मुक्ति हुनुभयो. त्यो जब एउटा थटबाट मात्रै राइट. अब तपाईँ फेरि बन्धन पर्न सक्नुहुन्छ क्या. सो मुक्ति भनेको अलिकति अब यसले त हुन्छ कसरी युज गर्छन् पनि हो, तर लिटरल सेन्समा भन्दैछु कि मैले, एक्चुअल सेन्समा. मुक्ति मिन्स फ्रम समथिङ. मोक्ष मिन्स द स्टेट, एब्सोल्युट फ्रिडमको स्टेट. मुक्तिमा के हुन्छ, तपाईँ यो मोबाइलको थटबाट ग्रसित हुनुहुन्थ्यो, तपाईँ अहिले फ्री हुनुभयो, तपाईँ फेरि हुन सक्नुहुन्छ. त्यो मुक्ति भयो. त्यही भएर कहिलेकाहीँ मृत्यु नै मुक्ति हो नि भन्छन्, तर मृत्यु मोक्ष होइन क्या. मुक्ति नै फ्री हुने हो. मुक्ति भनेको फ्री, जस्ट बिङ फ्री फ्रम वान थिङ. मोक्ष भनेको बर्थ डेथको होल साइकलबाट नै तपाईँ आउट हुने हो क्या. त्यो चाहिँ मोक्ष हो, होल अफ इट. यो कसरी हुने रहेछ? ओके, जब यस्तो हुन्छ फेरि अब क्वेसनहरू अब होइन सोध्नलाई त जे पनि सोध्न मिल्यो होइन. बट कसरी हुने रहेछ भन्दाखेरि अगेन बुद्ध पुरुषहरू आकाशमा हिँड्छन् के. बुद्ध पुरुषहरू उनीहरूको पाइला हुँदैन क्या सर फलो गर्नलाई. होइन फलो गर्छु भने पनि अब त्यहाँ हिँडिरहन् तिनीहरू. बाटोमा हिँडिरहेको थियो भने त मानौँ त्यो ट्र्याक गर्न मिल्थ्यो होला होइन. त्यो हावामा हिँड्छन् कि, त्यो त्यहाँ ट्र्याक गर्न सकिन्न. एउटा कुरा भने मैले. सेकेन्ड, मुक्तिको बाटो देखाउँछन् नि जब तिनीहरूले, त्यसैको अन्डरस्ट्यान्डिङबाट हामीले मोक्षसम्म पुग्न सकिन्छ है. तपाईँले मुक्तिको लागि ओके मुक्ति त बुझ्नुहुन्छ मैले भनिहालेँ. एउटा वान थट, अहिले वान थट मात्रै नलिउँ, पर्टिकुलर एउटा इभेन्ट मेबी कुड बी एनिथिङ. मान्छेको के हुन्छ भने बर्थ टु डेथसम्म
हरेक एजमा उसको एउटा न एउटा केन्द्र हुन्छ के, राइट? भनेको यो बेलामा मलाई ट्रबल गर्ने एउटा केन्द्र भइरहेको हुन्छ हरेक मान्छेलाई, राइट? कुनै न कुनै एउटा विषय हुन्छ र केन्द्रमा हुन्छ, हामीलाई त्यो फिल गर्नु त्यो अलि अरू प्रब्लमभन्दा अलि भर्खरको हुन्छ र ताजा हुन्छ र जल्दो बल्दो हुन्छ क्या हिसाबले, राइट? त्यसबाट तपाईँ फ्री हुनु छ लेट्स से, त्यसको कजेस के हो नि त, होइन? त्यसलाई हामीले अवलोकन गर्नुभयो। सो यसमा होल पोइन्ट के छ भने जबसम्म तपाईँको कजै इन्ड हुँदैन तपाईँको इफेक्ट त इन्ड हुनेवाला छैन। र यो कज एन्ड इफेक्टको चेन कस्तो छ भने एउटा कजले इफेक्ट जन्मायो, इफेक्ट कज बनिदिन्छ अनि फेरि अर्को जन्मिन्छ क्या इफेक्ट। सो मेन के हो त्यो इन्क्वायर गर्ने हो मेन, यो सबको चक्कर के हो, राइट? मोक्ष कसरी हुने, पहिला मुक्ति कसरी हुने, मुक्ति सानो सब्जेक्ट हो, त्यसलाई तपाईँले हेर्नुभयो, ग्राफ गर्नुभयो। मुक्तिले त होल कन्टेन्टलाई नै समाउँछ फेरि, राइट? भनेपछि तपाईँले सबभन्दा पहिला बन्धन के हो जान्नु पऱ्यो। बन्धन के रहेछ त भन्दाखेरि आफ्नो सेल्फ नलेजबाट तपाईँलाई प्रिभेन्ट गर्ने कुनै कुनै कुरा बन्धन हो, त्यो हिसाबबाट हो अगेन्स्ट सोसाइटी एन्ड अल जति पनि मान्छेले जे गरे सबै बन्धन पऱ्यो क्या। मुक्तिको कुरा गर्नुहुन्छ नि त, होइन? एक मोक्षको त्यसबाट रिजेक्ट गरेर अब हेर्नु, अब अलिकति ट्रिकी छ। तपाईँको माइन्ड छ, त्यो माइन्डले के भनिरहेछ भने यहाँ केही पनि पर्मानेन्ट छैन है, केही पनि छैन, यहाँ केही पनि पर्मानेन्ट छैन। एकतिरबाट खुसुक्क बाटो खोज्दैछ, कहाँ पर्मानेन्ट छ त, कता छ पर्मानेन्ट भनेर खोज्छ कि, राइट? राइट, माइन्डले। यो दुइटैबाट मुक्ति हुने हो कि, बुझ्नु भइरहेको नि? न यहाँ पर्मानेन्ट छ भनेर तपाईँ डराउने, न खुसी हुने, न इम्पर्मानेन्ट छ न खुसी न डराउने। अब यसै स्थितिमा तपाईँ रहनु के हुन्छ नि, यो रहनु पनि भनिँदैन क्या त्यसपछि, त्यो अलिकति डिफिकल्ट हुन्छ कुनै कुरालाई जस्तो वर्डमा भन्नलाई। यो तपाईँमा यो जल्दो अवेरनेस हुन पऱ्यो क्या यसको बारेमा, सोच्नु न तपाईँ कति फ्री हुनुहुन्छ त्यसपछि। जस्ट यसको ग्लिम्स मात्रै पनि क्याप्चर गर्नु त मैले के भन्न खोजिरहेको छु, यु फिल इट, होइन? त्यसैमा तपाईँ रहनु, त्यसैमा बग्नु, बोल्नै पर्दैन है, कस्तो छुट्टै नै कुरा इम्प्लाइ गर्छ यसमा चाहिँ। खास यस्तो भन्दाखेरि पनि कस्तो छ भने मैले भनेको थिएँ कुनै पर्पोज ओरिएन्टेड होइन कि म, यो लाइक साउन्ड्स क्रेजी होइन, तर पर्पोज ओरिएन्टेड होइन भनेको अब जस्तै हामी सर यहाँ प्रत्यक्ष नै हुनुहुन्छ कि है, जहिले एउटा काम मैले मानौँ कुनै एउटा राइचियस भनौँ, अहिले राइचियस इन द सेन्स जसले चाहिँ इराडिकेसन अफ द इभिलनेस इज राइचियसनेस, लेट्स डिफाइन द्याट वे है, जहाँ इभिललाई चाहिँ हामीले इराडिकेट गर्ने कर्म गरेर छौँ, द्याट इज राइचियसनेस है त। इभिल इन द सेन्स जसले टर्चर गरेर ह्युमन माइन्डलाई अलिकति। मैले फर्स्ट बुक भगवत गीता फर टिनेजर्स फर टिनेजर लेखेको थिएँ, त्यसमा तपाईँले हेर्नुभयो भने त्यसको होल आइडिया यङ मान्छेहरूलाई भगवत गीता कसरी चिनाउने, यसको आइडिया के थियो भने किन भगवत गीता चिनाउने त। आई वान्ट टु एन्सर द्याट अल्सो। मैले जस्तै आफ्नो एक्सपिरियन्समा म एउटा म्याग्दीबाट हो होइन, त्यहाँ अब गाउँघरमा हुर्केँ बढेँ, त्यस फ्रेन्ड सर्कल भन्ने त्यस्तो खालको थिएन, अनि एक्लो थिएँ म पनि पर्सनल्ली त्यो सेन्सबाट पनि। अनि त्यसपछि त्यसले गर्दाखेरि र भित्र चाहिँ एन्जाइटीहरू थियो बढी, त्यो जस्तै भन्छ नि एउटा साथी पायो भने चाहिँ त्यो कम हुन्छ नि त, जसलाई एक्सप्रेस गर्न सकिन्छ। फर्स्ट एक तरिकाले भने म्युचुअल फ्रेन्ड तरिकाले मैले भगवत गीताको कृष्ण भेटायो कि, त्यो हिसाबले भन्छु म चाहिँ। सो यसको सिग्निफिकेन्स पनि खुब रहेछ, एक्लै बसेर खोजी त्यो गरिराख्नु एक्लै, राइट? यसको पनि कस्तो छ भने म पहिला मेरो माइलो दाईसँग बसेको किर्तिपुर, अनिस खड्का उहाँको नाम चाहिँ, उहाँ जस्तै एकदम मेहनती मान्छे उहाँको पनि अलिकति भन्दाखेरि होइन। अनि म जहिले अमेज हुन्थेँ कि उहाँ जस्तै सरकारी स्कुलमा पढेको मान्छे यहाँ र केएमसीमा पढ्नुभएको होइन। अनि जहिले पनि उहाँको मैले कपीहरू उहाँ नहुँदा हेर्थेँ, यति वर्ड मिनिङहरू प्र्याक्टिस गरेको त्योहरू देख्थेँ कि, अनि त्यो एउटा इन्सपिरेसन मेरो दाई पनि हो। सेकेन्ड कुरा, उहाँले जहिले पनि खानाहरू पकाउँदा श्रीकृष्णको भनाइहरू हुन्छ नि त्यो कलेक्टेड फर्ममा त्यो बजाउनुहुन्थ्यो कि उहाँले। उहाँ त्यति धार्मिक व्यक्ति त्यो हिसाबले त्यति पनि होइन कि, बट उहाँले त्यो सुन्नुहुन्थ्यो। अनि के भन्नु, मलाई जहिले पनि एउटा कुरा के भन्नुहुन्थ्यो भने कृष्णको त मलाई मनपर्ने कुरा के हो थाहा भन्नुहुन्थ्यो। अनि के हो दाइ भनेर सोद्धाखेरि हरेक सिचुएसनमा डिरेक्ट रियाक्सन दिँदैनन् क्या कृष्णले, त्यो सिचुएसनलाई बुझ्छन्, त्यसलाई मजाले गरेर रेस्पोन्स गर्छन् भन्नुहुन्थ्यो कि। त्यस्तो पनि हुन्छ र के गरेछन् त्यस्तो भन्ने थियो क्या मलाई। अनि अलिकति मलाई कृष्णप्रति अलिकति झुकाव बढायो कि। अनि शिशुपालको एउटा घटना छ, शिशुपालले त्यहाँ लगभग 99 वटा मिस्टेक गर्ने उसँग वरदान हुन्छ, एउटा ब्याकग्राउन्ड स्टोरी छ। त्यो स्टोरी अनुसार जब शिशुपालको जन्म भएको हुन्छ उसको जस्तै 3वटा आँखा या फिर त्यसको फेस हुन्छ अलिकति विकृत हुन्छ कि। अनि किन यस्तो राक्षस जस्तो छ बच्चा भने आमा एकदम चिन्तित हुँदाखेरि चाहिँ कुनै एउटा साधु पुरुष होइन या फिर मुक्त पुरुष या फिर ईश्वरले आएर उसलाई दर्शन गरिदियो, उसलाई छोयो भने त्यो सन्चो हुन्छ भन्ने खालको एउटा स्टोरी छ, जहाँ चाहिँ श्रीकृष्णको दर्शनबाट त्यो बच्चालाई हेरेपछि उसको त्यो कुरूपता जान्छ। तर भविष्यवाणी के पनि हुन्छ भने जसबाट
त्यो सन्चो हुन्छ नि ऊ नै उसको मृत्युको कारण हुन्छ भन्ने हुन्छ क्या। त्यो भइसकेपछि त्यो आमाको चित्त उनलाई त दुःख लाग्छ भनेपछि अब कृष्णको हातबाट ऊ मर्छ भन्ने। अनि कृष्णलाई चाहिँ उनले प्रे गरेर के माग्छिन् भन्दाखेरि मेरो बच्चाको प्राण नलिदिनु होला भन्छन् कि। अनि कृष्णले सिम्पल एउटा प्रोमिस गर्नुहुन्छ, बाचा गर्नुहुन्छ, जबसम्म शिशुपालले मेरो अगाडि 100वटा गल्ती गर्दैन तबसम्म उसलाई मार्दैन भन्नुहुन्छ के। यो वरदानै छ उसलाई। पछि गएर रुक्मणी र कृष्णको विवाह हुन्छ। रुक्मणीलाई बिहे गर्न बसेको हुन्छ शिशुपाल, कृष्णले भगाएर ल्याइदिनुहुन्छ है। अनि अब दुश्मनी भएको हिसाबले रुक्मीको पछि गएर जब राजाभिषेक हुन लागेको हुन्छ युधिष्ठिरको, तब चाहिँ श्रीकृष्ण त्यहाँ द्वारमा बसेर सबैलाई वेलकम गर्ने काम गर्दै हुनुहुन्छ। उहाँलाई अब त्यो कामहरू उहाँले त रथ पनि चलाउनुहुन्छ, सबबाट कुरा गर्नुहुन्छ, कर्मले लिप्त हुनु हुँदैन उहाँ। 4.14 गीता ओके। त्यसपछि चाहिँ शिशुपाल जब भित्र आउँछ नि उता रिसमा छ नि त पहिलेदेखिको रिस, त्यसमा नै दुर्योधनको साइडबाट पनि उनीहरूलाई उचालेको हुन्छ क्या, त भन हामी पनि आउँछौँ भन्ने खालको होइन। त्यसपछि उसले सबैको निन्दा गर्न थाल्छ कि म कसरी स्वीकारौँ होइन। अझ त्यसमा के हुन्छ भने राज्य अभिषेक गर्ने जुन व्यक्ति हुन्छ नि प्रमुख व्यक्ति कसलाई बनाउने त भन्ने अब त्यहाँ क्वेसन हुन्छ सबैको बिचमा। अनि भीष्म पितामहलाई बनाउने के होइन, गुरु द्रोणलाई बनाउने कि, यस्तो कुरा गर्दा भीष्म पितामह गुरु द्रोण सम्पूर्णले के भन्नुहुन्छ, यहाँ सबभन्दा सम्मानीय बुद्धिमान सम्पूर्ण हिसाबले श्रीकृष्ण नै उचित हुनुहुन्छ भनेर सबैले प्रपोजल राख्छन्। हि वाज अ ग्रेट किङ त्यो हिसाबबाट हेर्ने भने पनि, एन्ड अर्को हिसाबबाट तात्विक हिसाबबाट हेर्दाखेरि उहाँलाई परमेश्वरकै रूपमा सबैले एक तरिकाले चिनेको महाभारतमा देखाइन्छ। ठिक छ भनेर कृष्णलाई बनाउन लागेको हुन्छन्। कृष्ण ओके बनाए पनि ठिक छ नबनाए पनि ठिक छ है। शिशुपालले रोक्छ पिछा यस्तोलाई बनाउने भनेर। त्यसपछि उसले कृष्णको बारेमा अहिले जति पनि व्यक्तिहरूले कृष्णको बारेमा जे भन्छन् त्यही कुरा भनेको छ कि कृष्ण छलिया थियो, स्त्री लम्पट थियो, 99वटा मिस्टेक भन्दै जान्छ उसले। कृष्णले ठ्याक्क 99मा पुगेर उसलाई रिमाइन्ड गर्नुहुन्छ, तँसँग जुन वरदान छ त्यसले त अमर पनि हुन सक्छस्, याद गर भन्दाखेरि तैँले सिकाउँछस् मलाई भनेर झन् नराम्रो कुरा भन्छ क्या उसले रिसमा। त्यसपछि श्रीकृष्णले केही बोल्नुहुन्न। जब 100 हुन्छ सुदर्शन चक्र निस्किन्छ, गएर टाउको ठाउँ सबको अगाडि राइट। सो पेसेन्स किङ थिए, सक्थे सुरुमै मार्न, तर ही लेट इट होइन, उसको त्यो वरदानलाई पुरा हुन दिनुभयो कि। सो एक हिसाबले एक तरिकाले मलाई कृष्णको त्यो पर्सनालिटी मलाई मन पर्यो। मलाई पनि मनपर्छ राइट। तपाईँको यो बुद्ध मान्नेहरू चाहिँ यस्तो हुनुहुन्न है, एकदम पिस एकदम शान्त, हाने पनि मतलब हुँदैन, यस्तै हो भनेर त्यस्तो हुन्छ। तर कृष्ण चाहिँ परे खण्डमा सिद्धाउँछु पनि माया पनि गर्छ भन्ने खालको होइन। कस्तो खतरा पर्सनालिटी। सो यो थियो क्या मेन स्टोरी होइन। अनि त्यसपछि मैले अलि फर्दर अघि पढ्दै गएँ, बुझ्दै गएँ। अनि श्रीकृष्णको बारेमा के थाहा भयो भने उहाँ विष्णुको अवतार, अनि त्यो हिसाबले मलाई विष्णुको हो भन्ने क्वेसन आफ्टर क्वेसन्स भएपछि म यसमा लागेँ। अनि पछि चाहिँ म गीता पढ्न पाए हुन्थ्यो भन्ने थियो क्या मनमा। त्यो हिसाबले मलाई इच्छा जागेपछि अनि म जब गाउँ गएको थिएँ मैले फर्स्ट टाइम गीता त्यहाँ भेटायो। त्यसपछि मैले गीता पढ्न थालेपछि च्याप्टर 2 पछि मजाले कृष्ण र म कुरा गरेँ जस्तो फिल हुन्थ्यो, बिकज आई कनेक्टेड विथ हिम एकदम मजाले कि होइन। एक्लै बिहान उठ्ने नहुने अनि पढ्न थाल्ने, अनि त्यसपछि कुरा गरे जस्तो फिल हुन्थ्यो। त्यसले प्युरिफाई गर्यो। अनि त्यसले प्युरिफाई गर्दाखेरि के भयो, वरिपरिको जब हेर्थेँ नि मैले दायाँ बायाँ हेर्दाखेरि चाहिँ कोही रिसाएको देख्दा किन रिसाहालन्, बेकार रिसाउँछन्, रिसाएर के छ यहाँ, यस्तो खालको मेन्टालिटी भइसकेको थियो एक हिसाबले। अनि पछि एउटा लेभलमा चाहिँ म के पनि भन्छु भने लगभग मैले लाइफको हरेक कुरालाई मैले गीताको चस्माबाट हेर्ने पनि भएको थिएँ कि म। झन् त्योबाट बाहिर निस्केर त अहिले भन्न सकिरहेको छु अफकोर्स होइन, त्यो म एग्री गर्छु। एउटा पोइन्ट अफ टाइममा चाहिँ मैले सिर्फ गीताबाट मात्रै कुरा गर्थेँ कि। भनेको चाहिँ साथीसँग बस्यो, साथीलाई केही कुराले गाह्रो भयो यताउता भएन, अनि सर्दी गर्मी जाडो ऊ होइन, सबैलाई समान देख्नुपर्छ यही हिसाबले बोल्थेँ कि म होइन। कुनै पनि कम्प्लेनै गर्नु थिएन, म जस्ट गीतामा जे कुराहरू छ त्यही हिसाबले म साथीहरूलाई पनि कुरा गर्थेँ। अनि कलेज जान्थेँ, क्यान्टिनमा बस्थेँ, गीतै पढ्थेँ होइन। अनि रुममा हुन्छ नि गीताको एउटा फिल्ड भएको थियो क्या माइन्डमा। त्यसले एटलिस्ट मलाई त्यो मेरो सफरिङबाट त तारेको थियो नि त। मलाई के थियो अहिलेको यङ मान्छेहरूले पनि यसलाई बुझ्यो भने इट मे हेल्प टु देम भनेर मैले के गरेँ गीताहरू पढाउनु थालेँ। इभन त मसँग नलेज थिएन खासै, अनि मान्छेले पनि के भन्थे केही पनि जानेनस् किन सिकाउँछस् होइन। मैले जहिले भन्थेँ मैले एदेखि जेड जाने होइन, म एदेखि जे जानेको छु, म एदेखि ई सिकाउँछु भन्थेँ कि राइट। थोरै त सिकाउन सकिन्छ, किन कुर्ने राइट। सो मैले त्यो हिसाबले मैले सुरु गरेको थिएँ। अनि सिकाउँदा आफूले सिक्नु पऱ्यो होइन। क्वेसनको लेभल पहिला नर्मल हुन्थ्यो, को हो अर्जुन, को हो कृष्ण, त्यसपछि
अर्जुन र कृष्णको भेद के छ, तात्विक भेद छ, कोही नर नारायण भने कोहीले के भने माई गड यति धेरै छ कुरा भन्ने हुँदै गयो नि त बिस्तारै बाई टाइम. एन्ड आई लर्न. अनि मलाई के थियो त्यही हो कि इफ आई वान्ट टु सेयर आई हेभ टु लर्न. र मैले लर्निङ गरेको सेयरिङ गर्नलाई मात्रै हो, नत्र म यत्रो बर्डन गर्नु थिएन कि आफ्नो माइन्डलाई रियल्ली भनेको होइन. मलाई त्यस्तो इन्ट्रेस्ट थिएन. बट पिपुल विल आस्क मी, मलाई थाहा छ नि त, काहीँ न काहीँ जाम भन्ने हुन्छ, कसैसँग सिकौँ भन्ने हुन्छ भने आई वान्ट टु बी रियल, जसले चाहिँ रियल कुरै भनिदियोस्. त्यही म कुनै कुरा रिजेक्ट नगर्ने रिजन पनि त्यो हो. कुनै मान्छेको वे अफ लाइफ नै त्यो कुराले डिटर्माइन गरेर आएको हुन्छ, त्यही पाथमा छ त्यो, त्यसमा उसलाई अझ फर्दर जानु छ भने आई वान्ट टु हेल्प. सो त्यो हिसाबले चाहिँ आइ एम इन्क्वायरिङ एन्ड लर्निङ मोर. एकदम थ्याङ्क यू सो मच फर द बुक्स होइन. 2टा किताब निकाल्नु भएको छ एकदम होइन. युथहरूलाईदेखि लिएर सबै उमेरको मान्छेहरूले पर्ने किताबहरू हो क्या त्यो. भने तपाईँ एकदम खुसी लाग्छ क्या तपाईँ जस्तो मान्छे. एन्ड यो सेकेन्ड बुकले चाहिँ के पनि प्रयोजन छ यसको भने कन्डिसन हुन दिँदैन कि. कहिलेकाहीँ लाग्न सक्छ यो व्यक्तिको विचारधारा यो छ भने त्यो त्यही विचारमा बााउन्ड पो छ कि. सो मेरो यो मदेखि मोक्ष पढ्यो भने चाहिँ त्यसले त्योलाई पनि च्यालेन्ज गर्छ क्या. पहिला पढ्नेलाई त गर्छ प्लस मेरो प्रति बनाएको धारणालाई पनि च्यालेन्ज गरिदिन्छ क्या. जस्तै मेरो बुकको फर्स्ट पार्टमा दुःख किन, ज्ञानी र अज्ञानीको भेद होइन, त्यसपछि अद्वैत कि द्वैत, यसरी च्याप्टरहरू छन्. त्यहाँसम्म पुरै शास्त्रीय कुरा छन् कि. त्यो सकिने बित्तिकै ओसो सुरु छ. अब जति पनि शास्त्र मान्नेहरू छन् तिनीहरू ओसोको विरोधी छन् कति. यसले ओसोको कुरा ल्याएर आयो फेरि बिचाए. भगवान्को कुरा गर्दा, अद्वैतको कुरा गर्दा, द्वैतको कुरा गर्दा, कृष्णको कुरा गर्दा, गीताको कुरा गर्दा एकछिन ब्रेन हल्लिन्छ तिनीहरूको. ओसोलाई पढ्दै जान्छन्. अब कोही ओसोको फलर छन् त्यहाँ मक्ख भरेर आउँछन् फेरि होइन. त्यो सकिने बित्तिकै कृष्णमूर्तिको कुराहरू छन् जहाँ गएर सबै कुरा रिजेक्सनमा पर्छ फेरि. नो गड नथिङ सबै. अनि ल यसले यो पनि भन्ना छ, यो पनि भन्ना छ, यो पनि भन्ना छ. पोइन्ट के हो त यसको? लास्टमा गएर द एन्ड भन्ने एउटा च्याप्टर मैले राखेको छु कि त्यहाँ मैले नै हाम्रै सनातन धर्मको मध्वाचार्यलाई मैले एउटा क्वेसन गरेको छु कि लाइक बडी माइन्ड एन्ड स्पिचबाट हामीले चाहिँ कृष्णको चिन्तन गर्नुपर्छ भन्नुहुन्छ. इफ यु थिङ्क फ्रम यर माइन्ड स्पिच एन्ड तपाईँको बोली कर्म र बाणी यो तिनटैले तपाईँले कृष्णको उपासना गर्नुभयो भने तपाईँ खै त नि कृष्ण मात्रै स्थितिमा हुने भए. र कसले कसको पूजा गर्छ त भन्ने क्वेसन गरेर कृष्णले गीतामा मनै इन्टेलेक्टो भन्नुभएको छ, मनै इन्टेलिजेन्स भन्नुभएको छ. सो एट द एन्ड हु इज वर्सिपिङ हुम? इज कृष्ण वर्सिपिङ हिमसेल्फ? लोजिकल फ्यालेसीहरू कुरा के मैले त्यो हिसाबले देखाउन खोजिरहेको छु क्या. यसको आइडिया के हो? इन्क्वायर एभ्रिथिङ, क्वेसन एभ्रिथिङ, डाउट एभ्रिथिङ होइन. त्यहाँ मजा छ त लाइफको होइन. त्यही नै, नट होल्डिङ अन टु एनी आइडिया. या नट फलोइङ टु एनिथिङ होइन. क्रिएटिङ ओन आइडिया, एक्सप्लोरिङ, सिक्ने होइन. बरु सिक्ने नि एउटा धारणा किन लिने होइन त. एउटाले यो भन्यो भने चाहिँ त्यसलाई क्वेसन त गर्नु पर्यो. वाइ सुड आई एक्सेप्ट यु, वाइ मलाई एक्सप्लेन गरेपछि होइन ट्रुथ छ भने आफै भइहाल्छ. तपाईँको अनि यो स्पिरिचुअलिटी कस्तो लाग्छ तपाईँलाई? यो फर्स्ट एक्सपिरियन्स कस्तो रह्यो यो स्पिरिचुअलिटी, अध्यात्म भन्दाखेरि? यस्तो पनि छ अहिले कस्तो भन्छ नि यो फेसन भएको नि त. तर फेसन इन द सेन्स तपाईँले जस्तै कुनै कुरा गर्दै जानुभयो र त्यो फेसन बनिदियो भने छुट्टी कुरा है. र त्यही कसैले कपी गर्न खोज्छ भने त्यो डिफ्रेन्ट कुरा हो. मेरो केसमा म त ब्लेस्ड मान्छु आफूलाई कि मलाई त्यति बेला साँच्चीकै गाइडेकै थिएन, ठिकै भयो है सुरुको फेजमा. अनि पछि गएर सर हुनुहुन्छ नि होइन, उहाँले जस्तै मलाई के एउटा आइडिया दिनुभयो, एउटा बीज दिनुभएको, सिड दिनुभयो कि स्पिरिचुअलिटी, अध्यात्म र अहिलेकै युवा यिनीहरूलाई कसरी लिङ्क गर्छौ तिमीले भनेर सोध्नु भएको थियो क्या. त्यो मेरो लाइफमा फर्स्ट टाइम स्पिरिचुअलिटी भन्ने शब्द मैले सुने हो कि. मलाई केही आइडिया थिएन त्योभन्दा पहिला. यस अर्निङ मनी त्यति थियो होल आइडिया राइट. अनि मलाई एउटा खुब मनपर्ने इल्युजन के हो भने पिपल थिङ्क आई अर्न मनी, धेरै कमाउँछ अनि सोध्छन् क्या. अनि म चाहिँ त्यो इल्युजनमा तिनीहरूको लागि ठिकै छ ल त तिमीले सोच्छौ भने सोचाऊ, अध्यात्म गरेर नि पैसा कमाइदो रहेछ सोच्छौ भने सोचाऊ. एट द एन्ड मैले भन्न खोजेको आइ एम वर्किङ एज अ टिचर, त्यो हिसाबले मेरो स्यालेरी आउने हो, अल द्याट. टिकटक भिडियोबाट कमाइरह, यो गरेर त्यो गरेर भन्ने कुरा छ नि. आइ एम नट डुइङ एनिथिङ अनेस्टली. मैले हजुरसँग सेयर गरेँ त्यो कुरा, बट पिपुल लाइक टु थिङ्क इट. वेल पोइन्ट के हो? अर्को कुरा म कहिलेकाहीँ केन्द्र हुन्छु क्या सर होइन. म एकदम केन्द्र छु, कहिले हरेक व्यक्तिहरूको केन्द्र छु भने आई इन्फ्लुएन्स देम. मसँग यो अन्डरस्ट्यान्डिङ रियल्ली छ के. सो हाउ आई एम बिहेभिङ, टकिङ, एभ्रिथिङ म्याटर्स भन्ने कुरा ममा रुटेड छ. एन्ड यो जुन रुट छ नि यसले मलाई नराम्रो हुन दिँदैन भन्छु क्या. इन्टेलिजेन्सले नै इगोलाई दबाउँछ, नाश गर्छ भनेको सायद यही हो. अनि मलाई एउटा गीतामा दिएको इक्जाम्पल मलाई एकदम के मनपर्छ अर्को भने ज्ञानी व्यक्तिहरूको जुन भित्र जुन तेज हुन्छ नि एक हिसाबले अग्नि, त्यसले सम्पूर्ण कुरालाई कर्मलाई जलाएर भस्म गरिदिन्छ भन्छ कि. सो कर्मलाई जलाएर भस्म गर्नु भनेको उनको पुनर्जन्म नहुनु हो कि. र अर्को हिसाबबाट लौकिक हिसाबबाट यो हाम्रो भौतिक हिसाबबाट हेर्नु भने एउटा काठलाई जलाइदिनु भयो भने जल्दै जल्दै जान्छ,
त्यसले आफूलाई सकाउँछ अनि खरानी बनेर सकिन्छ कि त्यसको अस्तित्व रहँदैन ट्रान्सफर्मेसन हुन्छ क्या सो हाम्रो पर्पज भनेको ट्रान्सफर्मेसन हो यहाँबाट म वैकुण्ठ गएर मै गएर बस्ने होइन म मूर्ख किन जाने र वैकुण्ठ राइट मलाई हुनु नै छैन क्या यसपछि द्याट्स रियली तपाईँलाई यो के यो तन्त्रहरू थाहा छ त मलाई या यस्तो हुन्छ यो फिल्ड यो मार्गमा गएर सबै मिसिन्छ नि एक हिसाबले बट तपाईँले मैले के भन्नु मैले सब कुराहरू भनेको थिएँ तपाईँलाई नलेज हुनु जस्तै ज्ञानले वस्तु सिद्ध हुँदैन भन्छ नि कहिलेकाहीँ जस्तै भनेको मिठो पकाएर खानुपर्छ भन्ने ज्ञान छ तर यो ज्ञान हुँदैमा मिठो पाक्दैन घर आफैले गएर पकाउनु पर्छ त्यसरी नै साधनाको केसमा मैले देखेको करुणा कम्प्यासनको निड हो क्या यो जनतामा यो समाजमा अहिले यङ बच्चाहरू जुन इन्स्लेभ भएको छन् तिनीहरूमा अवेरनेस फैलाउनु पर्छ भन्ने कुराहरू गरिरहेको छु मैले यदि यतापट्टि देवीको पूजा गरेँ होइन यतापट्टि महाकालीको पूजा गरेँ मैले भैरवको पूजा गरेँ त्यो गरेर त्यसको ऊर्जा त्यसको शक्तिले मैले यिनीहरूलाई सम्पूर्णको लाइफलाई मैले सुधार्न सक्छु भने म गर्थेँ बट त्यसको प्रयोजन तन्त्रको प्रयोजन त्यो हुँदै होइन कि तन्त्रको प्रयोजन भनेको तपाईँको रियलाइज तपाईँको मुक्ति हो अर्को हिसाबले त प्रे गरेर सबै समाजलाई सबैलाई धान देऊ होइन सबैलाई राम्रो गरिदेऊ भन्ने कुरा त छँदैछन् फेरि मैले त्यसलाई डिनाइ गरेँ होइन तर तन्त्रको जुन प्रोसेसेस छन् वे छन् त्यो मेरो लागि होइन म सिम्पली त्यही भन्न खोजिरहेको छु अर्को कुरा के छ भने यो इन्डियामा पनि स्वामीहरू जति पनि छन् होइन त्यो जस्तै यो स्वामी यो भन्ने एकजना छन् अनि यिनीहरूको चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ जस्तै प्रेमानन्द महाराजजी हुनुहुन्छ नि इन्डियाको अर्को हुनुहुन्छ उहाँलाई चाहिँ स्वामीहरूले के भन्नु थियो नि बलिहरूको कुरा गर्दाखेरि तपाईँको त्यो पद्धति नै होइन नि तपाईँ त्यहाँ नबोल्नुहोस् भन्ने कुरा गर्छन् कि त्यो भन्नु पनि गलत हो कि मेरो वे त्यो होइन भन्दैमा मैले त्यो वेको डिनाइ गर्नु हुँदैन भन्ने आइडिया पनि रङ हो दे आर इन्सिक्योर भन्ने कुरा देखिन्छ नि योबाट त राइट मैले राइट कुरा त गर्नु पाउनु पऱ्यो नि त इफ मैले लोजिकल्ली देखिरहेको छु जस्तै इक्जाम्पल भगवत गीतामै कृष्णले सतगुण रजगुण तमोगुणको कुरा गर्नुहुन्छ सतगुणको वृद्धि हुने व्यक्तिले प्राण छोड्दाखेरि उसले कस्तो गति पाउँछ रजगुणले कस्तो पाउँछ र तमोगुणले कस्तो पाउँछ त्यो सबै मेन्सन छ सतगुणको ज्ञान कस्तो हुन्छ त्यसले सम्पूर्ण भूतमा एकै परमात्मालाई विभाग रहित देख्छ सम्पूर्णमा एकै देख्छ भन्ने कुराहरू छन् तमोगुणको एउटा कुरा गर्नुभएको छ तमोगुण सतगुण रजगुण र सत्वगुण यसलाई बुझ्दाखेरि प्रकाश दिने तपाईँलाई सत्वतिर लग्ने राम्रोतिर लग्ने होइन तपाईँलाई पिसतिर लग्ने कुराहरू सत्वगुण भए त्यो तपाईँभित्र छ अहिले हजुरभित्र छ त्यो कुन लेभलमा छ भन्ने कुरा गर्छ क्या अब यसलाई तिनवटै गुण तपाईँभित्र छ यु आर कम्पोजिसन अफ अल द्याट 3 रजगुण भनेको तपाईँबाट क्रिया गराउने तपाईँ अहिले बस्दाखेरि तपाईँको मन कत्तिको चञ्चल छ विचार कत्तिको आउँछन् या फिर फिजिकल्ली तपाईँ एकै ठाउँ बस्न सक्नुहुन्छ कि सक्नुहुन्न एकछिन मन्दिर गएर एकछिन एक्लै बस्छौँ भनेर बसेको थियो होइन मन्दिर होइन क्याफे जान्छु एकछिन क्याफे गएको क्याफे होइन बुक पढ्न जान्छु तपाईँलाई स्थिर हुन दिँदैन कि त्यो रजोगुणको वृद्धि भयो भने चाहिँ तमोगुणले के गर्छ तपाईँलाई भोग विलास निन्द्रा वासना त्योतिर लग्ने गुणलाई तमोगुण भन्छ यी तिनवटा भयो मेन यही तिनवटा गुण यो संसारमा पनि व्याप्त छ एउटा हजुरमा पनि छ संसारमा पनि छ यिनीहरूकै संसर्गले चलिरहेछ सबै भन्ने खालको एउटा आइडिया पनि छ एउटा यो गुणले तपाईँलाई म्यानुपुलेट गर्छ भन्ने कुरा भयो अब यहाँ आइडिया के छ भने जस्तै मुक्ति त हरेकको लागि पोसिबल हुनु पऱ्यो नि त सबै ह्युम्यानिटी हो भने त रजोगुण वृद्धि भनेको तपाईँमा सत्वगुण धेरै छ तपाईँ पोजिटिभ थिङ्किङको मान्छे हो तपाईँ त्यस्तै हिसाबले सोच्नुहुन्छ राम्रो मात्रै सोच्नुहुन्छ तपाईँमा सत्वगुण धेरै छ तर तपाईँमा रजोगुण पनि छ तमोगुण पनि छ कि त्यो जस्ट कुन धेरै छ भन्ने कुरा हो एकछिन पछि तमोगुण हाबी भइदिन्छ तपाईँमाथि होइन त्यो सबैमाथि त्यस्तै चलिरहेछ आइडिया के हो भने कोही व्यक्तिमा रजोगुण बढी भएको प्रधान भन्ने शब्द छ नि त्यो भनेको धेरै नै छ क्या त्योमा भने उमा क्रिया बढी छ अब यो त हाम्रो फ्याक्ट भयो अब लिबरेसन छ कि छैन त तिनीहरूलाई क्वेसन त गर्नु पऱ्यो नि त तमोगुण कसैमा लास्टै धेरै नै छ अरे क्या एकदम अधिक छ उसलाई के गर्ने त उसको अब के मुक्ति अब यो जन्ममा सम्भव छैन त्यो त भन्न मिलेन हरेक मनुष्यको मुक्ति यो जन्ममा सम्भव हुनु पऱ्यो म पऱ्यो नै भन्छु अरूले हुँदैन भने पनि हुनै पऱ्यो भन्छु म चाहिँ यदि त्यो हो भने कसरी उसको मुक्ति सम्भव छ त तमोगुणमा छ भने भनेपछि अब त्यहाँबाट तमोगुणको लागि पनि मुक्तितिर लग्नलाई तन्त्रका निर्माण गरेका हुन्छन् यसको अर्थ यो होइन कि सिर्फ तमोगुणले मात्रै तन्त्रको प्रयोग गर्छ त्यो पनि होइन सत्वगुणमा रहेकाले पनि तन्त्रको प्रयोग गर्न मिल्छ त्यहाँ विधानहरू छुट्टै छुट्टै हुन्छ हो तिनीहरूले जस्तै रियल बलि नै दियो बलिदिए भन्यो शास्त्रले तिनीहरूले त्यो पद्धति फलो गरे किनभने तिनीहरूलाई मासु खानुपर्छ कि
खानै पर्छ क्या तिनीहरूलाई, खानु मन लाग्छ क्या तिनीहरूलाई, नखाइकन भनै सक्दैन। नेगेटिभ खालको त्यो तमोगुण वृद्धि भएकालाई नेगेटिभ त्यो वर्डलाई ठिक छ अहिलेलाई त्यसरी नेगेटिभ भन्नु ठिक छ। तर मलाई इक्जाम्पल मन छैन भने तन्त्र म फलो गर्न सक्छु बलि नदिकिन पनि, त्यो पनि आफ्नो ठाउँमा ठिक छ। बट होल पोइन्ट अगेन न मलाई सत्वगुणको हुनु छ न रजोगुणको न तमोगुणको, म तिनै गुणदेखि माथि गएर आत्मामा स्थित हुनु छ, यो पोइन्ट हो क्या मेरो चाहिँ। यो मेरो मात्र होइन, कृष्णले गीतामा नै मेन्सन गरेका छन् तपाईँको लागि भनेपछि तपाईँ हाइएस्ट हेर्नुहोस् भन्ने मेरो पोइन्ट यति हो। जस्तै विश्वरूप दर्शन होइन, त्यसपछि विभूति योग भन्ने गीतामै आउँछ च्याप्टरहरू, जहाँ कृष्णले सम्पूर्ण जति पनि तपाईँले विविधता देख्नुहुन्छ हाइएस्ट देख्नुहुन्छ त्यो म हो, मेरो रूप हो भनेर भन्नुभएको छ क्या। अर्थ यु लुक अप टु हाइएस्ट, यो मेरो आइडिया हो, मैले यसरी आफूलाई अपलोड गर्छु क्या, हाइएस्ट हेर्न खोज्छु मैले चाहिँ, त्यही हो। तर यो तीनवटा गुणहरू भन्नुभयो नि, तपाईँको यो सबै माइन्डलाई चलाउने एउटा साइकोलोजिकल गेम जस्तो पो लाग्यो त मलाई त अहिले बुझ्दै जाँदा तपाईँको, होइन त? एक्सप्लेन गर्दा चाहिँ मजाले एज इन होइन, जस्तो खालको माइन्डसेट मान्छेलाई दियो हुन्छ बच्चैदेखि, जस्तो खालको तमोगुणहरू भन्नुभयो नेगेटिभ खालको भाइब्स हो, अनि उसको ग्रोइङ अप नै नेगेटिभ हुँदै जान्छ। अब उसलाई पोजिटिभ खालि राम्रो कुराहरू सिकायो भने उसको अगाडिको जर्नी पनि एकदम पोजिटिभ हुन्छ होइन? हुन्छ त भन्ने क्वेसन हो, हुन्छ होइन, हुन्छ त जस्तै एउटा बच्चालाई कति ठाउँ देखिन्छ, तर के त्यो जेनरलाइज हो त्यो होइन। फेरि कति ठाउँमा कस्तो पनि छ, मेरो केसमा हेरौँ इक्जाम्पल, मेरो दाइहरूलाई स्पिरिचुअलिटीमा इन्ट्रेस्ट छैन राइट। यो जस्तै एउटै सिचुएसनमा हुर्क्या हो हामी, बुवाले मलाई त्यति टाइम दिन भ्याउनु भएन, इक्जाम्पल विदेश हुनुभयो सानैदेखि, मम्मीले आफ्नो काम गर्नुहुन्थ्यो जहिले रेगुलर, सो म सानैदेखि 11 क्लाससम्म त मसँग नलेज थिएन नि त राइट। बट कहाँबाट कसरी भन्ने कुरा चाहिँ कुन पोइन्टमा कुन कुराले हिट गर्छ इफेक्ट गर्छ भन्ने कुरा पनि त भयो नि। जस्तै यसको कुरा के मैले के भन्न खोजिरहेको छु भने पापाचारीदेखि पापाचारी या फिर दुराचारी अर्थ नराम्रो कर्म गर्नेहरू व्यक्ति के कहिले राम्रो बन्न सक्दैन त, सिफ्ट आउँछ नि त। सो सिफ्टको कुरा चाहिँ अब यो वृद्धिको कुरा चाहिँ अब कहाँ त्यही मान्छेको अनुभव होइन व्यक्तिगत सबैलाई चाहिँ कुन पोइन्टमा गएर ट्विस्ट आउँछ भन्ने कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। यो चाहिँ यो चाहिँ कस्तो लाग्यो भन्दाखेरि मलाई चाहिँ तपाईँको म्यानिपुलेसन हुन्छ नि, पोजिटिभ म्यानिपुलेसन पनि हुन्छ नेगेटिभ म्यानिपुलेसन पनि हुन्छ एउटा ह्युमन बिइङहरूलाई होइन। तपाईँको राम्रो अब यो तन्त्र पनि मैले बुझेको चाहिँ मैले बुझेअनुसार चाहिँ यो म्यानिपुलेटिभ आफ्नै दिमागलाई सबभन्दा हायर सेल्फमा लानलाई सबकन्सियसली युज गरेको हो कि यो तन्त्र भने त्यही। अब अगेन होइन जस्तै यो सबको प्रयोजन के राइट, यो त इन गोल त एउटा बुद्धिमान व्यक्तिले त हेर्नु पऱ्यो ल, त्यो सबै गऱ्यो के, त्यसको पोइन्ट के हो, एट द इन त्यसको हाई गोल के हो एकसाथ हेरौँला। त्यो भयो भने मेबी यो चाहिँ ठ्याक्कै कस्तो भयो भने यो ग्रिक फिलोसफी जस्तो के स्टोइक फिलोसफी जस्तो भयो नि त, यु क्यानट कन्ट्रोल द एक्सटर्नल थिङ सो यु हेभ टु मेक यर इन्टरनल स्ट्रङ। त्यसले के देखाउँछ भन्दाखेरि यु आर कावर्ड राइट, सम हाउ यु हेभ द कन्ट्रोल ओभर द एक्सटर्नल वर्ल्ड अल्सो राइट। तर के बनाइदियो भने हामीले चाहिँ होइन बाहिरको कुरामा तिम्रो सिचुएसन कन्ट्रोलै छैन, यु हेभ टु मेक यर इन्टेरियर स्ट्रङ राइट। बट सम हाउ इफ यु सी तपाईँ रुलर हो भने त यु हेभ पावर नि त। तर मान्छेले के गर्यो, पावर हुँदै पनि या फिर पावर नपाउन सक्ने मान्छेले आफूलाई कन्भिन्स गरेको आइडिया के। फर इक्जाम्पल शरीरको रूप रङ म्याटर गर्दैन राइट, कसले भनिरहेको छ जो कुरूप छ राइट, किन उसले जस्टिफाई गर्यो नि त आफू कुरूप छ, त्यही भएर चाहिँ अरूको ब्युटीमाथि उसले के गर्यो त्यसलाई डिनाइ गर्यो कि राइट। यस्तो हुन्छन्। जस्तै इक्जाम्पल मैले डाउट मात्र गरेको एलिगेसन्स लगाएको छैन, अष्टावक्र गीता हामीले हेऱ्यौँ भने अष्टावक्र 8 ठाउँबाट बाङ्गे हुनुहुन्थ्यो राइट, त्यो थियो तपाईँलाई थाहा छ। सो उहाँले देह होइन आमा आत्मा भन्नुभयो, विट डजन्ट मिन हि हेभन रियलाइज्ड राइट। तर मैले एउटा इक्जाम्पल दिएको हो कि यु तपाईँसँग यति क्यापेबल हुनु पऱ्यो कि अष्टावक्रलाई डाउट गराए, हामी त्यही त कुरा गरिरहेछौँ नि, यु मस्ट डाउट हिम। अष्टावक्रको वाइफ थियो, ब्रह्मचारी थिएनन् कि, तर ब्रह्मचारीको डिफिनेसन छन् फेरि त्यहाँ भित्रभित्र जाने होइन, डिफ्रेन्ट मिनिङहरू छन्। इक्जाम्पल दिएको कि मैले राइट, आई थिङ्क द्याट वे। सो मान्छे कुन व्यक्तिभित्र के घटना घटेर ऊ त्यस्तो भएको हो भन्ने कुरा ऊ व्यक्ति अनेस्ट 100% अनेस्ट नभएसम्म हामी थाहा पाउन सकिँदैन। त्यो हो नि त होल पोइन्ट त्यही हो। सो नथिङ मोर। यसमा चाहिँ मलाई
दोस्रोबाट सिक्नको लागि मान्छे धेरै आतुर छन् अहिले, राइट? बिकज हामीलाई केही थाहा छैन नि सोध्छ नि त होइन। अब सिकाउने व्यक्ति कस्तो छ के, सिकाउने व्यक्तिको इन्टेन्सन के हो, यो हेर्न जरुरी छ भन्ने कुरा हो क्या एट द एन्ड। त्यो मान्छेको अब त्यो एक्सप्रेसन कसरी थाहा हुन्छ त अब होइन, उसलाई कि उसँग बाँच्नु पऱ्यो, उसँग हिँड्नु पऱ्यो, बस्नु पऱ्यो, बल्ल थाहा हुन्छ उसको फियर्स, उसको इन्सेक्युरिटिज, उसका कुरा सबै थाहा हुन्छ नि त बल्ल। त्यसपछि बल्ल त्यो पर्सनसँग सिक्ने हो कि नसिक्ने भन्ने बुद्धि पुऱ्याउनु पर्ने हो। जस्ट बिकज त्यो काहीँ देख्यो अनि त्यो हिसाबले चाहिँ मान्छेहरू पछि गइरहन्, त्यो हिसाबले पनि म्यानिपुलेसनको कुरा गर्नुभयो। म्यानिपुलेसन मोस्ट अफ द टाइम कहाँ हुन्छ भने पावरको पछि भाग्ने ठाउँमा हुन्छ कि, राइट? जस्तै राजतन्त्र अर्थात् फेरि राजनीतिको अर्थ त राज गर्ने नीति हो नि त, राइट? राज गर्ने हो कि सबमा, जो पनि मेरो अगाडि छ तिनीहरूमाथि राज गर्छु भने म राजनीति गरिरहेको छु, त्यहाँ त्यही हो राजनीति। जस्तै राजाको गद्दियाँ गरेर बस्नुमा त राजनीति होइन नि त, राइट? जस्तै हजुरले त्यो स्वागत नेपालको इक्जाम्पल मलाई सोध्नु भएको थियो कस्तो लाग्यो व्यक्ति, ऊ व्यक्ति मसँग कुरा गर्दाखेरि प्योरली आध्यात्मिक भएर बोलिदिएको थियो क्या, द्याट इज राजनीति। उसले ममाथि राज गर्न खोज्यो, राइट? तर मैले चाहिँ उसँग कुरा गर्दा गर्दै उसले भन्दा बढी जानेको कुरा मैले उसलाई प्रुभ गरेँ, मैले ऊमाथि राज गर्छु के, द्याट इज राजनीति। रियल कुरा गर्ने भने चाहिँ, राइट? जस्तै दुईवटा हुन्छ, कहिलेकाहीँ चुप बसेर पनि राज गर्न सकिन्छ। उसले केही कुराहरू गरिरहेछ अनि आइएम नोइङ उसले कहाँबाट कुरा गरेको, कुन कुरा ल्याएर कहाँबाट मिसाएर उसले के कुरा गरेर आई नो। इक्जाम्पल स्वागत नेपालजीले के भन्नुभएको थियो भन्दाखेरि चाहिँ कृष्णले गोपिनीहरूको वस्त्रहरू लुकाउनेवाला जुन घटना कुरा गर्नुभएको थियो नि, उहाँले बोलेको 100% रङ थियो। मैले पढाएको थिएँ त्यो, मैले स्क्रिप्चर पढेर बोलिरहेको छु नि त, हि हेभन स्टडिड, बट उहाँले के सोच्नुहुन्छ भने मैले पढाएको छैन क्या, थाउजन्ड्स एन्ड थाउजन्ड मान्छेले पढाएको छैन क्या श्रीमद् भागवत, मेन अल दे विल बी कन्ट्रोल बाई हिज थट्स, द्याट इज राजनीति। बट म त्यो बेलामा बोलिनँ नि, मेरो राजनीति हो त्यो, राइट? तर चाहिने बेलामा बोल्यो नि त आएर, यो बोल्न नसकेपछि फेरि कायर नीति हुन्छ। भुल जोसिनु भएन, एकदम ठिक हो। यति यो त थाहा भएको कुरा, सत्य कुरा त बोल्नै पर्छ। अब यसो गरौँ न त, अब कविता सुन्नु न त। कविता तपाईँले अस्ति पनि भन्नुभयो भने होइन, कविता तपाईँको कविता त आफै लेख्नुहुन्छ यो कविताहरू? आफै लेख्छु मैले। कस्तो कस्तो माहौलमा लेख्नुहुन्छ, आफूमा घटेको घटनाहरू लेख्ने? यस्तो छ है, पहिला चाहिँ मैले जस्तै लेख्न बसेँ भने मलाई दुःखको मात्रै आउँथ्यो, जस्तै बढी जस्तो म अरूको क्यारेक्टर भएर लेख्थेँ कि। जस्तै मैले लेख्न बसेँ, सो म केटीको बारेमा लेखेर चाहिँ म केटी भएर मैले लेख्थेँ क्या मेरो बारेमा, या फिर त्यस्तो खालको बढी मलाई क्यारेक्टराइजेसन मन पर्थ्यो। दोस्रो पर्सनको स्टोरी, म नेता भएपछि म नेता बनाएर लेखिदिने, त्यस्तो खालको म क्यारेक्टर भएर लेख्थेँ। अहिले म लेख्न बस्यो भने मसँग माइन्डमा आउने थट्सै आध्यात्मिक आउँछ कि, त्यो फरक छ। जस्तै मसँग पहिलाको कुनै एउटा कविता मैले तपाईँलाई सुनाएँ भने, जस्तै भन्नु मसँग भएको एउटा म अहिले भएको एउटा सुनाइहाल्छु है त। दृश्यमा देखिँदैन कालो भित्र रहेको वास्तविक रात, बत्ती बालेर हुँदैन टाढा भाग्छ लजालु छ यो रात, आँखा बन्द गरी बस मसँग देखे झै महसुस हुने छ यो रात, भुले कि भए सम्झाइदेऊला भुल्दिन भनेकी थियौ, भुले कि भए सम्झाइदेऊला भुल्दिन भनेकी थियौ, आगोको झिल्को म पोल्दिन भनेकी थियौ, तिमीलाई हेर्दा आफूलाई देख्छु दर्पण कहिल्यै हेर्दिन भनेकी थियौ, शब्द लेख्न कसम कसैले सिकाएको होइन, शब्द लेख्न कसम कसैले सिकाएको होइन, सिकाएका शब्द कहिले तिमीलाई बिकाएको छैन, अरूले सिकाएको। तिमीले मौन खोजेको भए, तिमीले मौन खोजेको भए होस् अब धेरै बोल्दिन, तिम्रो नामले बाँधेर राखेको मन कसैले सम्मोहन तन्त्र गरे पनि खोल्दैन। कस्तो अब आध्यात्मिक होइन। पुगेर आएँ म परलोक धेरै पर रहेछ, पुगेर आएँ म परलोक धेरै पर रहेछ, आउँदा आउँदै शिशु भएछु पुनर्जन्म हुने रहेछ, ओशोका शब्द हुँ ओसिने छैन कहिल्यै, कृष्णको चक्र हुँ रोकिने छैन कहिले, मलाई तिमी हुँ भन्ने जानिसकेँ, मलाई तिमी हुँ भन्ने जानिसकेँ, म तरवारले काटिने छैन कहिले, तिमी फुलको मूलमा मल छ म मलको साथी जल हुँ, हामी छुट्टिने छैनौँ कहिले, रगतको सम्बन्ध होइन हाम्रो सम्बन्ध हो रामदेखिको,
कसले के भन्छ छोडा कसैले देखेको छ जन्म अघि र मृत्यु पछिको मिलनको सेतु हुँ म तिम्रो मोक्षको हेतु हुँ म मिलनको सेतु हुँ म र तिम्रो मोक्षको हेतु हुँ म मनै तिम्रो ग्रह नक्षत्र तिम्रो चिना र चिनामा केतु हुँ म बलरामको भाइ आउँछन् बेला बेला बुद्ध भनेर बलरामको भाइ आउँछन् बेला बेला बुद्ध भनेर प्रेम हुनुपर्छ हृदयमा परमात्मा आउँछन् पत्थरमा प्राण भनेर मजा आयो नेक्स्ट लेभलै रहेछ नि यो त पुरै यो स्पिरिचुअल यात्रै छ यसमा एकदम डिप मिनिङहरू है एकदम राम्रो लेख्नु भएको छ धन्यवाद सुन अवसरको लागि अवसर सुनिदिने मान्छे इज मच मोर इम्पोर्टेन्ट राइट सो आई फिल द्याट वे म त तपाईँसँग धेरै कुरा सिकिरहेको छु होइन म त एकदम लर्निङ फेजमा छु मलाई केही नै थाहा छैन नि त मलाई नि हल्का हल्का आफ्नो एक्सपिरियन्सहरू मात्रै थाहा छ अब तपाईँले त त्यत्रो किताब खाएर बस्नु भएको छ त्यो किताब सबै पढेर बस्नु भएको छ होइन त्यही भएर तपाईँसँग धेरै मजा आयो यिनी लास्ट मेसेज छ त तपाईँको अब म एउटा मेसेज भन्छु है त तपाईँको मैले बुझेको चाहिँ अबको समाजमा चाहिने भनेको चाहिँ अब यहाँ गणतन्त्र आयो अब यो डेमोक्रेसी आयो सबै कुरा भयो होइन अब हामीलाई चाहिने भने चाहिँ अब चेतना वृद्धि चेतनाको लडाइँ हुन्छ समाजमा तपाईँको चेतना भने इन्टेलेक्ट मान्छेहरू एकदम म्यानिपुलेटिभ भइरहेछन् बच्चादेखि ठुलोसम्म चेतना भएन मेरो हिसाबले क्या मैले बुझेअनुसार के छ तपाईँलाई यो बारेमा यो अब अर्को कुरा चेतना दिने व्यक्ति कस्तो होइन सो होल पोइन्ट इज एजुकेसन सेक्टरमा अनेस्ट मान्छेहरूको खोजी जस्तै अब एज यु सेड होइन समाज यस्तो खालको प्याटर्नमा छ भने समाजकै व्यक्तिबाट त हामीले अब ती व्यक्तित्वलाई छुट्याउनु पर्ने हो नि त इट्स भेरी डिफिकल्ट सो फर्स्ट हामीले त्यो मान्छेहरू पाउनु पर्यो राइट त्यो पाइसकेपछि होइन या फिर इनकेस जस्तै मैले चाहिँ मलाई चाहिँ त्यो व्यक्ति हुँ भन्ने होइन कि मैले पनि अफकोर्स मेरो रिलेसनमा अरूले मलाई देख्ने हो त्यो हिसाबले र यदि त्यस्तो पर्सन पाउनुहुन्छ भने प्लिज प्रोटेक्ट हिम नट मी मलाई प्रोटेक्सन चाहिँदैन राइट बट इफ यु सी अ पोटेन्सियल मैले कति बच्चाहरूलाई इक्जाम्पल कहिलेकाहीँ जान्छु मैले क्लासरुमहरूमा पनि होइन उनीहरूलाई पर्सनली सबैको अगाडि भन्दिनँ नराम्रो लाग्छ बट मैले बाहिर आएर भन्छु कि आई सी पोटेन्सियल इन यु तिमी अनि वान ग्रेटफुल थिङ इज तिनीहरूले त्यो एड्रेस गर्छन् हजुरले भनेपछि हो भन्ने खालको पनि तिनीहरूमा डेभलप भएको क्या बिकज अफ पर्सनालिटी मेबी होइन राइट मैले 6 क्लासको एकजना स्टुडेन्ट छ 9 क्लासको स्टुडेन्टहरू छन् 9 क्लासमा म गएँ भने मैले यो क्लासमा कोही पनि एकजना पनि त्यो छैन लाइक आई क्यान नट सी द्याट थिङ 6मा जाँदा ठ्याक्क देखिन्छ क्या त्यो त्यही हुन्छ भनौँ न त्यो हिसाबले सेन्सेसन्स भनौँ अहिलेलाई पोइन्ट इज नाउ मलाई थाहा भयो नि त यो पर्सनमा त्यो बीज छ कि नाउ फेरि अब त्यो कुन सोसाइटीमा बस्छ बिचरा होइन त त्यो सोसाइटी त्यो करप्सन त्यो अल द्याट त्यो बिगाडिदिन्छ त्यसलाई सो इफ हामीले यस्तै गरेर जुनमा त्यो पोटेन्सियल छ त्यो गुडनेसको तिनीहरूको लागि चाहिँ केही एउटा क्रिएट गर्नु पऱ्यो कि राइट यसको लागि क्रिएसनको कुरा के हो भने जहाँ गएर यु ड्रप अल यर आइडियोलोजिज एन्ड डिस्कस अबाउट रियालिटी अफ लाइफ फ्याक्ट्स अफ लाइफ के आफ्नो अन्डरस्ट्यान्डिङ त्यो भित्र आउँदाखेरि बुद्धिस्ट कपडा लाएर आएको छ भने बुद्धिस्ट हुनु भएन कि ओसोको माना लाएर आउँदैछ भन्दैमा ओसोको तर्फबाट बोल्नु भएन कि राइट मान्छे हो राइट अब जस्तै मैले भर्खर यहाँ एउटा मेरो युट्युबमा खोल्न बित्तिकै एउटा थम्बनेल आएको थियो अनि म देख्न बित्तिकै ओसोको भिडियो आएछ त मेरोमा भनेर आएको थिएँ कि भित्र गएर हेरेको ओसो रहेनछ कि यो त अर्को मान्छे ओसो जस्तो बनिएको रहेछ जो मान्छेले उसलाई चिन्दैन राइट सरले पनि हेर्न सक्नुहुन्छ है हेर्दा डिट्टु ओसो छ माला लगाएको छ दारी छ आँखा खोलेरै बोल्छ पुराको पुरा राइट यस्तो बेलामा मैले उसको स्पिरिचुअल जर्नी मलाई थाहा पनि छैन उहाँको होइन इन्डियन हो बट आई डोन्ट नो हु इज योबाट बस्नुपर्छ ओरिजिनालिटी नत्र भए जान्छ हाम्रो है त्यही भएर मेरो होल आइडिया के भने यङ मान्छेहरूलाई चाहिँ अध्यात्ममा आउन जरुरी छ तर प्लेजरको अन्डरस्ट्यान्डिङसँग यो जमानामा प्लेजरको अन्डरस्ट्यान्डिङ भएन भने आध्यात्मिक बच्चाहरू तपाईँले पाउनुहुन्न ग्यारेन्टी प्लेजरलाई बुझ्न सक्नु पर्यो एब्सोल्युटली सबभन्दा नेसेसरी के छ भन्दाखेरि अहिलेको जमानामा हाइएस्ट फर्म अफ प्लेजर इजिली एभाइलेबल छ सेक्स कुड बी पावर मनी अल द्याट दे आर द हाइएस्ट थिङ्स जुन मान्छेले स्ट्रगलको चाहिँ पाउँथ्यो नि त इन वान सेन्स अहिले इजिली एभाइलेबल छ यो चेतना वृद्धि गर्नलाई चाहिँ तपाईँको प्लेजर चाहिँ के हो त्यो बुझ्नु पर्यो त्यसको अन्डरस्ट्यान्डिङ हुनु पर्यो एकदम
होइन तपाईँको र मेरो यही सोच मिल्यो क्या तपाईँ पनि चेतनै वृद्धि हुनुपर्छ भन्ने मैले त्यही देखेँ क्या समाजमा अहिले हेर्दाखेरि सबै फलोइङ माइन्डसेट त्यो फलोइङ माइन्डसेट एकदम डिस्ट्रक्टिभ माइन्डसेट एकदम डिस्ट्रक्टिभ हुन्छ एक इसारामा एउटाले जे भने त्यही मानिदिन्छन् हो त्यही भनेको क्वेसन गर्ने त्यो पनि नहुने त्यही त मेन थिङ अब यसलाई कसरी गर्न सकिन्छ त अब यस्तो त्यही त मेन कुरा के हो भने इक्जाम्पल म कहिले काहीँ रियल इक्जाम्पल क्या सानो इक्जाम्पल बट इट्स हेल्पफुल होइन म जब स्कुल जान्छु म जहिले हातमा एउटा बुक बोक्छु म पढ्न पनि पढ्छु तर हरेक टाइममा नपढ्दा पनि एसेम्ब्लीमा उभिँदा होस् बाहिर जाँदा होस् खाजा खाँदा होस् एभ्री टाइम मसँग एउटा बुक हुन्छ है नो लाइक जस्तै मसँग गीता हुन्छ कहिले कुन बुक हुन्छ होइन डिफ्रेन्ट बुक हुन्छ अब के हुन्छ भने कहिले काहीँ म टिटी खेल्न जान्छु अनि सानो बच्चाहरू हेरेर हुन्छ नि त खेल्दा हुन्छ नि होल्ड इट भनेर दिन्छु म खेल्दै राम्रो उसले पढिरहेको हुन्छ क्या मसँग बुक थियो र त उसले पढ्यो नि त्यही ठाउँमा चुरोड हुन्छ समात भनेर दिएको भए इट्स डिफ्रेन्ट काइन्ड अफ थिङ राइट मैले के भन्न खोजिरहेको छु इट्स हाउ यु हुन्छ नि आफ्नोलाई कसरी सराउन्ड गर्छौ मेरो रुममा कोही जाओस् न बुक हेर्छ ओहो सर यत्तिकै सर भएर हिँड्छ भन्छ कि होइन रियल पर्छ राइट इन्फ्लुएन्स आउँछ नि त फर इक्जाम्पल तपाईँको सेट अफ प्लेस इक्जाम्पल तपाईँले मलाई इन्भाइट गर्दाखेरि उहाँ गएँ इट्स रियली वन्डरफुल सबै मेन्टेन गर्नु भएको छ होइन कुनै कमी नहोस् भनेर सोच्नु भएको छ त्यो सबै कुरा म्याटर गर्छ नि त सो त्यही हेर्छन् मान्छेले यसले यसको काममा कतिको सिरियसनेस दिएको छ भनेर अनि त्यही कुरालाई मैले त्यसरी आफूले सराउन्डिङ त्यो क्रिएट गरेको छु चेतना वृद्धिको अर्थ त्यही हो नि त हामीले फन्डामेन्टल टेक्स्टहरू पढ्नु पऱ्यो पहिलेदेखिको विचारधारा पढ्नु किन पर्छ भन्दाखेरि पहिलाको मान्छेहरू जुनले समाजभन्दा डिफ्रेन्ट काम गरे अघि मैले बुकको कुरा गरेको थिएँ नि ग्रेटेस्ट फिलोसफिज भन्ने त्यहाँ लगभग 25-30वटा त्यस्तै व्यक्तित्वहरू जसले समाजमा इन्फ्लुएन्स गरे तिनीहरूको छ क्या त्यहाँ चाहिँ अनि 10 भिजनर्स हु चेन्ज द वर्ल्ड भन्ने जस्तै सबै वारेन बफेटहरू होइन त्यसपछि इलन मस्क ज्याकमा सबैको छ क्या त्यसमा यिनीहरूको आइडियोलोजिज यिनीहरूले सोच्ने तरिका त्यो पढ्यो भने यिनीहरूको माइन्डले कसरी फङ्सन गरेर रहेछ त्यो बेलामा सबै पढ्न पाइयो इतिहास सबै कुरा पढ्नु राइट यो बच्चाहरूमा यो छँदै छैन क्या किन एनिमे अब त्यहाँ पनि शिक्षण हो त्यो ठिक छ होइन म्युजिक भिडियोज जुनको पोइन्ट नै छैन अहिलेको म्युजिक भिडियोजको सुन्नुभयो भने 2 स्टेटमेन्ट अगाडिको स्टेटमेन्टले पछाडिको 4 स्टेटमेन्टलाई कन्ट्राडिक्ट गरेर हुन्छ कि जस्तै अब तर त्यही ट्रेन्डिङ हुन्छन् फेरि भल्गर हुन्छन् गीत फर इक्जाम्पल माया जालैमा भन्ने गीत आयो नि त्यो जुन त्यसको फर्स्ट बिट कति राम्रो छ नि माया जालैमा राम्रो छ नि त्यो फर्स्ट बिट त्यसैको लिरिक्स सुन्नुभयो भने त्यो ऱ्याप जब सुरु हुन्छ मैले यस्तो कुराहरू किन सुन्छु भन्दाखेरि म सुन्छु कि मैले हो हजुरले भने जस्तै समाजले कसरी काम गरिरहेछ कुन दुर्गेश थापाको जुन गीत आइरह किन उफ्रिरहेछन् मान्छेहरू के छ त्यो गीतमा म बजाउँछु है कहिलेकाहीँ कुनमा गएर मान्छेलाई हिट गर्छ होइन मेरो दुश्मन छ धेरै भन्दाखेरि मान्छेलाई मजा आउँछ के दुश्मन हेरे त्यो जसले जित्न सके छैन जिन्दगी त्यो गीतबाट फिल लिन्छ इमेजिन गरेर दुश्मनलाई जितेको राइट यस्ता खालको मैले त्यो प्याटर्न खोज्छु क्या मान्छेलाई केले हुक गरे त्यस्तो होइन अनि त्यो बच्चाहरूलाई त्यो कति बच्चाहरू एउटा गीत आएको थियो क्या ब्रेकअप सङ थियो नेपाली नै हो यति धेरै बच्चाहरू रोइ भिडियो बनाएको थियो क्या त्यस्तो भिडियोमा होइन त्यस्तो त्यो छ नि त मान्छेहरूको होइन त्यो कति छ कति त्यस्तो होइन ट्रेन्ड भन्छन् नि त्यस्तै खालको के अनि त्यो गीतैमा जस्तै सुरुमा के भन्यो तिमी जस्तो कोही छैन तिमीलाई कहिले छोड्दिन भन्ने कुरा गर्छ यतापट्टि ऱ्याप गाएर 36 जनालाई पट्टाइसक्यो भन्छ भर्खरै 2 शब्द अगाडि भनेको छ म तिमीसँग लोयल हुन्छु यतापट्टि 36 जनासँग घुमाइसकेँ भन्छ क्या यस्ता खालको गीतहरू भाइरल भइरहेछ नि एक्जाम्पल मैले एक्जाम्पल दिने मान्छे यसमा अड्किरहेछ क्या चेतना वृद्धिको अर्थ त यो प्लेजरको अन्डरस्ट्यान्डिङ सबैबाट माथि उठ्ने भन्ने कुरा इट इज सो डिफिकल्ट अहिले राइट टिचर्सहरू हुनुपर्छ जस्तो लाग्छ क्या मलाई यस्तो रहेछ क्या यहाँ सबै मै जान्ने छु सबभन्दा जान्ने मै नै छु यो अहङ्कार आउने सिक्न गाह्रो यसले गर्दा के भयो भने डिस्कसनको रुमै छैन क्या सर राइट डिस्कसन भनेको त फर्स्ट यु मेक यर पोइन्ट आई विल मेक द पोइन्ट त्यसपछि बेस्टलाई माथि लैजाऊँ भन्ने हो त्यो छैन मेन कुरा त त्यही नै हो इस्यु त भेरी डिफिकल्ट यो चेतनाको अब यो मान्छेहरूमा चाहिँ कस्तो हुनु पऱ्यो भन्दाखेरि चाहिँ फर्स्टमा दे सुड नो वाट they are doing right हैन what they are what they want to be आफू के गर्न मन छ आफू को हो त्यो खालको चाहिँ प्रश्नहरू आउनु पर्यो अनि त्यसपछि त्यसमा चाहिँ चुज गर्दै जाने अब इफ
आई वान्ट टु सर्भ माई कन्ट्री आई क्यान बी अ आर्मी कि पुलिस होइन त्यस्तो मलाई के गर्न मन छ त अनि त्यसरी चाहिँ तपाईँको इन्टेलेक्चुअली जाँदा भयो नत्र यहाँ चाहिँ एकदम फलोइङ माइन्डसेट भयो क्या अब मलाई पनि हेर्नुहोस् न अब म पनि अब म भर्खर 21 भएँ अब घरबाट विदेश जा यो जा कोहीले आइटी पढ कोहीले यो पढ कोहीले त्यो गर भनेर भने होइन म के गर्ने त यहाँ त के छ के गर्ने त होइन अनि मैले चाहिँ अहिले राजनीति पढिरहेको छु होइन मलाई चाहिँ त्यहाँ सुटेबल हुन्छ मेरो आफ्नो बच्चैदेखिको मैले स्टडी गरेँ क्या आफूमा पनि म कस्तो थिएँ मेरो प्रकृति कस्तो थियो मेरो चाइल्डहुड ट्रमाहरू के थिए सबै रिसर्च गरेँ क्या मैले तपाईँको म चाहिँ कहिले मुस्ताङ पुग्थेँ एक्लै कहिले म उता ताप्लेजुङतिर पुग्थेँ एक्लै अनि त्यसपछि चाहिँ के धेरै प्रश्नहरू आउने को हो म के हो अनि त्यस बुझ्दै गएपछि चाहिँ यो ठिक हुन्छ मेन भनेर आफूलाई के गर्न मन छ समाजलाई के दिन सकिन्छ यति समयमा के चाहिँ गर्न सकिन्छ भन्ने होइन त अब यसमा चाहिँ कस्तो भने यहाँ चोर भटाहरू मान्छेहरूलाई म्यानिपुलेट गरेर आफ्नो फाइदा अनुसार चलाउन थाले क्या यहाँ समाजमा चाहिँ त्यस्तो भइरहेछ तपाईँको राजनीति पनि त्यस्तै छ अब म त्रिचन्द्र कलेजमा पढ्छु हेर्नुहोस् है कलेजमा पढ्छु तपाईँको म त मोडर्न पढाएको थिएँ योभन्दा अगाडि यो चाहिँ चोबारमा छ अब त्रिचन्द्रमा पढेँ तपाईँको यस्तो 4 नेक्स्ट लेभल 4 एकदम 4 कलेज एकदम 4 डुङ गनाउने कलेज है अब नेपालको सरकारी कलेज त्रिचन्द्र हेर्नुहोस् है अनि त्यसपछि टिचर अब स्टुडेन्टहरू त्यहाँ पढ्नलाई कोही नै आउँदैन पढ्ने भन्ने त्यो माइन्डसेटमै छैन त्यो त रमाइलो गर्न आउने क्या त्यहाँ हुन्छ नि हल्ला गर्ने पढ्न लागेको पनि डिस्टर्ब गर्ने त्यस्तो क्या चेतना क्या अब त्यहाँ त मेरो टाइम हो होइन मैले टाइम दिइरहेको छु मैले यहाँबाट के गर्न सक्छु भन्ने खालको त्यो सोचेन आउने एउटा 1-2जनाले चिया खुवाइदियो भने त्यसकै पछि लाग्ने होइन यताउता त्यस्तो क्या तपाईँको नेपालको समाज क्या अनि एकदम यो चाहिँ एकदम चेन्ज गर्नुपर्छ अब यो चेन्ज गर्नलाई चाहिँ हु एम आई म को हो मलाई के गर्न त्यो एउटा मात्रै क्लियर गऱ्यो भने पुग्छ जस्तो लाग्छ क्या के हो अब इन्डमा गएर तपाईँले त्यो मान्छेहरूलाई त चेन्ज गर्न सक्नु हुँदैन नि त तिनीहरूको दे हेभ मेकअप देयर माइन्ड अनि यहाँ त पोसिबिलिटिजै नदेख्ने क्या मान्छेले होइन यहाँ त 1000 पोसिबिलिटिजहरू छ नि त होइन अब तपाईँ पछि गएर अब तपाईँ चाहनु भने जे नि बन्न सक्नुहुने रहेछ क्या कस्तो अचम्म हेर्नुहोस् न हात छ चल्छ जे नि गर्न मिल्छ क्या हामीले के चाहिँ गर्ने भन्ने मात्रै कुरा त हो नि झोले बन्न पनि पाइयो यता राजा बन्छु भन्न पनि पायो साइन्टिस्ट बन्छु भन्न पनि पायो जे बन्छु भन्न पनि पायो होइन त ठिक सो कहिलेकाहीँ चाहिँ सोध्छु मैले होइन डु आई वान्ट टु बी समबडी एल्स कहिलेकाहीँ सोच्दाखेरि क्या अब अरूको व्यक्तिको मैले इन्टरभ्यू हेरेँ एक्जाम्पल लाइक इलन मस्क इज द रिचेस्ट म्यान होइन डु आई वान्ट टु बी इलन मस्क एकचोटि सोच्दाखेरि अब उसले आफूले के भन्छ त एउटा इन्टरभ्यू पनि भनेको छ नि माई माइन्ड इज अ केओस नोबडी वान्ट टु बी मी भन्छ नि रियल्ली होइन ऊ पनि धनी छ बट उसको माइन्ड त्यो लेभल त्यस्तो छ मैले यसो सोध्छु अरू बिजनेसम्यानहरू या फिर हाम्रो नेपालमा कोही जो सक्सेसफुल छ डु आई वान्ट टु बी देम अब दुर्गा प्रसाद इक्जाम्पल दिनु सबै छ उसँग भन्छ हिँडेको छ लडाएको छ त्यसको त त्यो जेल गएको वाट्स द पोइन्ट अफ डुइङ अल द्याट राइट आई डोन्ट वान्ट टु बी देम होइन यसो आउँछ नि त सो अब मलाई हेर्छु इफ म भएरै डिस्टोर्सन छ अगेन फेरि सेटिस्फाइड छैन भने वाट इज द डिफरेन्स बिट्विन मी बिङ मी एन्ड मी ट्राइङ टु बिकम देम दिस बोथ पोइन्टलेस म आफू अर्डरमा आउनु पऱ्यो आई हेभ टु बी भेरी भेरी सेटिस्फाइड विथ वाट आई एम डुइङ एकदम ह्याप्पी हुनु पऱ्यो राइट अब यही चेतनासँग बच्चाहरूसँग भिज्न भन्छौँ नि तिनीहरूको सबकन्सियसमा पेनिट्रेट गर्नलाई वाइ इज सो डिफिकल्ट इज हामी सानैदेखि हट भएको छौँ एचयुआरटी हट धेरै भएको छौँ के एन्ड त्यो हट जति हट हुन्छ व्यक्ति त्यसले आफ्नो वरिपरि एउटा वाल क्रिएट गर्छ क्या त्यो वालबाट भित्र छिर्न उसले कसैलाई दिँदैन अनलेस द्याट पर्सन ट्रस्ट राइट मैले होल साइकोलोजी सानो बच्चाहरूलाई हेर्दाखेरि देखेको कुरा त्यही हो 1-2जना व्यक्तिहरूले तपाईँलाई बल्ल यो मान्छे भरोसामन्दको छ भन्यो भने बल्ल द्याट पर्सन लेट्स यु कम इन अनि बल्ल ट्रान्सफर्मेसन हुने हो तर त्यो हुनको लागि कति पेसेन्स चाहिन्छ होला होइन त्यो ब्रेक गर्नको लागि सो यो सेन्सिटिभ माइन्डको कुरा गरिरहेको छु मैले होइन 2टा कुरा छन् यसमा भनेको यो बेसिक तलको कुरा हो क्या हजुर यदि पोलिटिक्समा आउनुहुन्छ भने इफ आई हेभ टु गिभ एनी सजेसन तपाईँले त्यो फलोइङ माइन्ड भएको मान्छेहरूको लागि चाहिँ लेट देम फलो यु बट विथ अ हायर गुड राइट जस्तै गान्धीलाई पनि मान्छेले फलो गरे नि त सब हरामी मान्छे थियो होला तिनीलाई फलो गर्ने एक्जाम्पल बट गान्धी के बनिदियो भने आदर्श बनिदिए
राइट, त्यागको मूर्ति बनिदिएको हिसाबले। एन्ड सब मान्छेले त्यागकै कुरा गर्न थाले, हिंसा गर्नुहुन्न भन्ने कुरा गर्न थाले, कसैले गालामा हिट गऱ्यो नि लेट हिट यु टाइपको बन्न थाले, राइट। सो यो कसलाई गरे गान्धीले? ठुल्ठुला प्यारेन्ट्सहरूलाई गरेको हिसाबले, राइट, ठुला मान्छेहरूलाई क्या जसको प्रि कन्डिसन माइन्ड छ पहिल्यै, दे आर फलोइङ समबडी जसलाई चाहिँ उनीहरूले एउटा एज अ लिडर मान्छन्। युआर गेटिङ इट होइन। सेकेन्ड पोइन्ट के हो मेरो भन्दाखेरि, मैले चाहिँ ट्राई गरेँ भने मैले यो भन्न खोजिरहेको छैन कि म तिनीहरू मान्छेलाई चेन्ज गर्न सक्दिनँ। फर इक्जाम्पल विकासानन्द अहिले जुन युवा छन् होइन हुनुहुन्छ, जसले चाहिँ युवा या फिर बुढो एजहरूको सबैलाई चेन्ज गरिदिनु भएको छ, या फिर सद्गुरु इक्जाम्पल आनन्द अरुण यहाँको सबैले सबै एजको लागि गर्नुभएको नि त, त्यो पनि सकिन्छ, मैले डिनाइ गरेँ होइन। तर पोलिटिक्समा हजुरको इन्ट्रेस्ट अनुसार गएर राजनीतिमा तपाईँ इस्टाब्लिस हुनुभयो भने त तपाईँसँग चाहिँ युवा एउटा जोस भएका हुने भए, बट तपाईँले भन्नुभयो तिनीहरू अगेन फलोइङ माइन्डसेट भएका बुढाहरू बुढा नै छन् होइन, तिनीहरूको माइन्ड त्यस्तै छ। युवाको लागि गर्न सक्नुहुन्छ भने गर्नुहोस्, विच इज भेरी गुड। तर मेरो सजेसन के, पावरमा आइसकेपछि तपाईँ त पावरफुल भन्दा नि माथि पावरको हुनुभयो नि त, किसिमले पोलिटिकल पावरमै आइसकेपछि त समाजमा कोही यति कन्ट्रोल गरेर बसेको मान्छे हुन्छ, कोहीले अर्को एउटा क्षेत्र कन्ट्रोल गरेर बसेको हुन्छ, बट पोलिटिकल्ली पावरफुल भइयो भने त सबैलाई कन्ट्रोल गरिन्छ नि त। त्यो पोइन्ट अफ भ्यूबाट तपाईँले सबैमा चेन्ज ल्याउन सक्नुहुन्छ क्या, ठुल्ठुलो मान्छेको माइन्डसेटमा। र मैले चाहिँ मेरो साइडबाट के देखिरहेको छु, बच्चाहरूमा चेन्जेस ल्याउनुपर्छ, राइट। सो मैले बच्चाहरूलाई सुधार्दै पठाउँछु माथि, तपाईँले बुढाहरूलाई सुधार्नु सधैँ, त्यो गऱ्यो भने इट्स वर्क्स द्याट वे, इट्स भेरी राम्रो हुन्छ क्या। त्यो चाहिँ हामीलाई चाहिएको छ होइन, त्यही गर्नु एकदम बेस्ट हुन्छ। अहिले म पनि पोडकास्ट पनि यही सत्य कुरा बोल्नलाई, जे ठिक हो, अनावश्यक विकृति समाजमा नफैलोस् होइन, राम्रो हो, सबैले एउटा आफूमा ड्रिम देख्योस्। यहाँ त मान्छेले ड्रिम देख्नै छोडिसक्यो भने क्या, मलाई अचम्म लाग्छ नि, यस्तो झ्याउ लाग्छ। ड्रिम के भन्दाखेरि विदेश जाने, पैसा कमाउनु, ड्रिमै त्यस्तो हुन्छ त। पहिला म सानो हुँदाखेरि यो मेरै साथीहरू म यो बन्छु, म यो गर्छु, यो हुन्छु भन्थे। अब अहिले त कोही नै छैन, खालि पैसा कमाउने, यता जाने, ऊ जाने। ड्रिम भने त तपाईँको इट क्यान बी पोसिबल क्या, देयर आर लट्स अफ पोसिबिलिटिज। अब त्यही कुराहरू बुझ्दैनन्, अचम्म लाग्ने, विदेश जान्छु भन्ने होइन। तर देशमा नि त्यस्तै स्थिति भएर नि होला होइन। त्यस गर्नुपर्छ हामीहरू सबैजना मिलेर, अनि तपाईँ आफ्नो सेक्टरबाट, म आफ्नो सेक्टरबाट होइन ब्रदर। केही छ लास्ट एनिथिङ? सो अगेन अब यदि कसैले हेर्दै हुनुहुन्छ भने यो मान्छेले जुन क्रिटिसाइज गर्छ नि, त्यो क्रिटिसाइज गर्नुभन्दा पहिला 10 फेरि आफूलाई क्रिटिसाइज गरेर बल्ल अर्कोलाई क्रिटिसाइज गर्नुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। मतलब चाहिँ कोहीले बिचरा भर्खर एउटा बुक पढाएको छ, अनि हामीले चाहिँ मैले बुक पढेको भिडियो बनाइदिएपछि किताबी ज्ञान भनेर कमेन्ट गरिदिन्छौँ इक्जाम्पल, या फिर नराम्रो भन्छौँ। उसले बुक पढेन भने त बुकै नपढ्ने मूर्खले के ज्ञान दिन्छस् भन्छौँ हामीले। सो बोथ वेजमा उसलाई घाटा छ, डिमोटिभेसन मात्र छ, मोटिभेसन पाउँदैन। यससँग के छ भने अहिलेका केटाहरू मोस्टली हाम्रो मस्कुलाइन जुन पावर हुनुपर्ने हो नि केटाहरूको त्यो छैन कि, एकदम डिस्टोर्टेड भइसकेको छ फेरि। त्यसले गर्दाखेरि पनि एउटा डाउनफल भयो, हामी एकदम इजिली कन्ट्रोल हुन्छौँ। त्यसलाई चेन्ज गर्नुपर्छ। चेन्ज इन द सेन्स कसरी भन्दा यसै फेरि आज क्लासमा एकजना कस्तो राम्रो कुरा गरे कि, सर यो ब्रह्मचारी भनेको के हो, ब्रह्मचार्य भनेको के हो, अनि वाट इज द डिफ्रेन्स बिट्विन लभ एन्ड लस्ट। एउटा कुरा भन्छु अनेस्टली, मैले त्यहाँ पढाउनु लाग्यो लगभग 9 महिना 10-11 महिना भइसक्यो। त्यो बच्चा पहिल्यैदेखि आध्यात्मिक बच्चा हो कि, उसले जस्तै गीताहरू पनि पढ्ने, संस्कृत पढेको सबै राम्रो छ उसको। उसलाई 10-11 महिना लाग्यो क्वेसन सोध्न, बट उसले फाइनल्ली सोध्यो कि, एन्ड आई वाज सो ह्याप्पी। फर्स्ट टाइम आएर उसले एउटा क्वेसन सोध्यो मलाई, बिकज उनीहरू त रिलेट गर्न चाहन्न नि त, जस्तै आफ्नै गुरुहरूलाई मात्रै गर्ने खालको हुन्छ त्यो उनीहरूको। तर आज अरूले सोध्यो कि, अनि मैले उसलाई एक्सप्लेन गरेँ त्यो कुराहरू सबै। यो एक्सप्लेनेसन गर्दा गर्दै अर्कोले एउटा सोध्छ कि बल्ल आएर 11 महिनापछि आएर कुरा खोल्दै रहेछन्, प्यारेन्ट्सले भनेकै गर्नुपर्छ सर, मार्क्स नै म्याटर गर्छ र। सी द इनोसेन्स क्वेसन्स के, राइट। अनि आई नो वाट आई हेभ टु टेल, राइट। मलाई थाहा छ नि त त्यसको एन्सरहरू के भन्नुपर्ने हो। अनि मैले बारम्बार भन्छु क्या, जब वाट इज एजुकेसन भनेर हामीले सोध्छौँ नि, मैले एउटा बुक पढिरहेको थिएँ 7 ह्याबिट अफ हाइली इफेक्टेड टिन्स भन्ने। वाट इज एजुकेसनको एन्सर त्यहाँ पनि त्यही छ, या फिर हरेक एजुकेटेड मान्छेले भन्ने के हो भने एजुकेसन इज नट अबाउट रिमेम्बरिङ द फ्याक्ट्स एन्ड अल द्याट थिङ्स, बट एजुकेटेड इज अबाउट आर वी डुइङ द्याट? नो। त वाट इज द पोइन्ट अफ स्टडिङ द्याट के हरेकले भन्छ क्या सर, हरेकले के भन्छ भने एजुकेसन भनेको यो होइन जुन भइरहेछ, तर फेरि भइ त्यही रहेछ, म गएर त्यसलाई चेन्ज गर्छु भन्ने कुरा गरेर मलाई कामबाट निक्लिनु पर्ने हुन्छ कि। इट मिन्स जो पनि चेन्जको लागि जान्छ उसलाई डिफिकल्टी छ। सो र जो मान्छेलाई
चेन्ज चाहिएको छ, एक्चुअल चेन्ज चाहिएको छ। मैले कति यस्तै ठुल्ठुलो मान्छेहरू जो एक्चुअली पोजिसनमा हुनुहुन्छ उहाँहरू गएर सोध्थेँ कि सर एजुकेसन भनेको यस्तो हो भन्छन्, बट के त्यो पोसिबल छ त? जुन एजुकेसन हामीले कुरा गर्छौँ नि रियल एजुकेसन भन्ने, त्यो पोसिबल छ? सर कसले गर्ने र पोसिबल हुने भन्ने कुराहरू गर्नुहुन्छ क्या ठुल्ठुलो मान्छेहरूले पनि। त्यो छैन अहिले, त्यस्तो त्यो हुँदैन भन्ने खालको कुराहरू छन् कि। त्यही भएर चाहिँ डिफिकल्ट, भेरी डिफिकल्ट नि त होइन। तर एउटा मान्छे हुन्छ नि हजुरले भने जस्तै एउटा फिल्डमा चाहिँ निरन्तर लाग्नु पऱ्यो क्या, दशरथ मान्जी जस्तो पहाड चिड्दा थियो नि, टुटेका अब एन्ड गरिदिउँ होइन। मबाट मोक्ष भन्ने किताब चाहिँ लिनुहोस् होइन, एकदम राम्रो छ। एकदम आफूलाई सेल्फ मोटिभेसनदेखि लिएर आफू को हो सबै यो धर्मको ज्ञानदेखि लिएर हुन्छ नि, ओसो, जेडी कृष्णमूर्ति, हु एम आई, विभिन्न प्रश्नहरू आउँछ नि त मान्छेमा, म को हो, मलाई के गर्न मन छ, त्यो किताब पढ्नुहोस्। आई रियली सजेस्ट यु अल जसले हेरिराख्नु भएको छ, एकदम राम्रो छ, त्यो चाहिँ पढ्नै पर्छ, त्यो पढ्नै पर्छ। थ्याङ्क यू।